जगजित श्रेष्ठ चाहिँ एउटा सर्जियो रामोस जस्तै प्लेयर हो होइन, अलिकति हट हेड हो। धेरै ऊ खेलेको गेममा चाहिँ धेरै झगडाहरू पर्छ, रेड कार्ड्सहरू बेसी खाइन्छ भन्ने पनि कुराहरू छ होइन। सो त्यसमा चाहिँ तपाईँको ओपिनियन चाहिँ के होला? एउटा खेलाडी होइन कुनै पनि टिममा अटाउनु नसक्ने बेअरिकले होइन आफ्नो कोच आफ्नो टिममेटहरूलाई नटेर्ने हो भने मेरो अस्तित्व त कहिले सकिसक्थ्यो नि त। अब मैले पनि खेलिरहेको छु, मजाले अहिले पनि येलो कार्ड त खाइरहेको छु। तपाईँले त विदेशमा नि खेलिसक्नुभयो, तपाईँले देख्नु भएको छ हुन्छ नि म्यानेजमेन्टहरू पनि कस्तो हुन्छ भनेर सबै देख्नु भएको छ होइन। तपाईँलाई चाहिँ नेपालमा चाहिने कुरा चाहिँ के हो भनिदिन सक्नुहुन्छ तपाईँ? राम्रो इन्टेन्सन भएको मान्छे, अब अलिक फटा चोरहरू भए पनि सकेसम्म कम गर्ने, फिल्टर गर्ने कि। मान्छेहरू सेलेक्सन चाहिँ कहाँबाट हुन्छ? त्यही चिया कफी जाँड रक्सी चिया चुरोट। बोल्ने मान्छे कोही हुँदैन? बोल्ने मान्छे सबै सिडनी मेलबर्न अनि यहाँ पनि छु। ढुङ्गा बोल्छ बरु कि, ढुङ्गा बोल्छ होला, खेलाडी हामी बोल्नु पर्दैन कि। एन्फाको अलिकति कुरा गरौँ होइन। अब यहाँ ढाकचोक बोल्नुपर्ने कुरै छैन, सबलाई थाहा छ होइन। ए डिभिजन लिगहरू गेम्सहरू गराउन नराख्ने सक्ने क्षमता नबोकेको हो कि राइट पर्सन नभएको हो कि के जस्तो लाग्छ? होला अब त्यहाँ अपोजिसनले गर्न नदिने अनेक कुरा होला होइन, तर अब त्यही हो, म उहाँहरूकै असक्षमता भन्छु। अस्ति भर्खर तपाईँको नेपालको गेम भयो, तपाईँको हन्डा आयो प्लेयर होइन, त्यस्तो हिलोमा एउटा ग्राउन्ड छ होइन, यस्तो हिलोमा खेलेर छ्या खेल्दिनँ आउँदैन, अन्तर्राष्ट्रिय लेभलमा बेइज्जत भयो कि। सो दुःख लाग्ने। This podcast is presented by Maven Consulting Group. Reach out to them if you have any education and visa inquiry. Knowledge partner, Rees International College. They offer many courses such as aged care, commercial cookery, disability, early childhood, and many more. Supported by Capcom Home Loans, Australia's leading home loan specialist. Yatra The Connection, अस्ट्रेलियामा नेपालीहरूको लागि सबैभन्दा भरपर्दो ट्राभल कम्पनी. Manny Films, your photography and videography partner to capture your perfect moment. 25 Hours, the marketing boost you need for your business. Welcome to another episode of Maven Podcast. आज चाहिँ हामी we gonna talk a lot about soccer, football. किनकि हाम्रो आजको अतिथि हुनुहुन्छ फर्मर नेसनल फुटबल प्लेयर. हामीले उहाँलाई नेसनल नेपाली लियो मेस्सी भनेर पनि चिन्छौँ. सो आम प्रिटी स्योर मैले यो वर्ड भन्ने बित्तिकै तपाईँले थाहा पाइ नै सक्नुभयो होला हाम्रो आजको अतिथि को होला. सो विदाउट एनी फर्दर डिले लेट्स वेलकम मिस्टर जगजित श्रेष्ठ टु मेभन पडकास्ट. जगजितजी नमस्ते, सन्चै हुनुहुन्छ? नमस्कार, सन्चै छु, धन्यवाद. राइट, फर्स्ट अफ अल त वेलकम टु मेलबर्न. हजुर धन्यवाद. है, कति पहिल्यैदेखि नै जब पडकास्ट सुरु भयो मलाई फर्स्टमै तपाईँको नाम चाहिँ मलाई पडकास्टमा बोलाउने चाहिँ तपाईँको फर्स्टमै थियो, तर तपाईँको सर्कमस्ट्यान्स तपाईँ डिफ्रेन्ट स्टेटमा हुनुभएको कारणले गर्दाखेरि चाहिँ मिलिरहेको थिएन. आज मिल्यो, थ्याङ्क यू सो मच, आइदिनु भयो, खुसी लाग्यो. हजुर धन्यवाद तपाईँलाई पनि यहाँ मलाई बोलाइदिनु भएकोमा. केही छैन. हजुर, फर्स्ट अफ अल त आजकलको दिनहरू तपाईँको कस्तो हुँदैछ? सामान्य नै दिन हुँदैछ होइन. अब काम, आफ्नो गेम, त्यसपछि कोचिङ अनि घर परिवार होइन, अब आफ्नो विचारहरू होइन, अलिअलि त्यति हो. अमेजिङ. राइट, तपाईँको कतिजना आफ्नो फ्यान्सहरूलाई चाहिँ, अब तपाईँ पहिला त नेपाल पनि जानुहुन्थ्यो होइन, पहिला अपडेट हुन्थ्यो फ्यान्सहरू पनि तपाईँको मिडियाको थ्रुबाट होइन. अब कतिजनालाई त थाहा छैन होला अहिले हुन्छ नि तपाईँ कुन क्लबमा आबद्ध हुनुहुन्छ, तपाईँ कसरी खेलिराख्नु भएको छ होइन, तपाईँको थोरै भनिदिनुहुन्छ हुन्छ नि कुन क्लबबाट खेलिराख्नु भएको छ अहिले? म चाहिँ अहिले साउथ अस्ट्रेलियाको नेसनल प्रिमियर लिग खेल्छु होइन. साउथ अस्ट्रेलियाको फर्स्ट डिभिजन हो, फर्स्ट डिभिजन क्लब हो. अनि मेरो क्लबको नाम चाहिँ प्याराहिल नाइट्स. त्यहाँबाट खेलिरहेको छु. हाम्रो लिग अब यो अगस्त सेप्टेम्बरसम्म हुन्छ. अनि नेपाल जाने इच्छा थियो, एनएसएलमा कसैले मलाई बोलाउनु भएन होइन, त्यही भएर अब यतै खेलिरहेको छु. ओके, अमेजिङ. खेलअनुसार चाहिँ नेपाल सुपर लिग है? हजुर, यो तेस्रो सिजन होला. तेस्रो सिजन हो? म कुनै पनि खेलाएको छैन. हो, ओके. तर हाइप चाहिँ एकदमै राम्रो भइरहेको छ, मैले देखिरहेको छु अपडेट्सहरू है. फुटबल त नेपालमा है चलिहाल्छ. फुटबल नै हो है प्राथमिकताको खेल जस्तो लाग्छ. 100%. ओके, सो त्यो अहिले जुन तपाईँको गेम हुन्छ विकली, हजुर, त्यो हप्तामा एउटा गेम छ कि एभ्री विक तपाईँको 22वटा गेम हुन्छ होइन. तपाईँको हप्तामा एउटा गेम. अब कहिलेकाहीँ चाहिँ कप गेम, अस्ट्रेलियन कप गेम, अस्ट्रेलिया कप भन्ने कप गेमहरू हुन्छ, त्यसमा चाहिँ बिचमा ब्रेक हुन्छ कहिलेकाहीँ. तर त्यो कप गेममा तपाईँको टिम नेक्स्ट स्टेजसम्म पुगेको छ भने तपाईँले खेल्नु पऱ्यो, नत्र ब्रेक हुन्छ. नभए तपाईँको 7 महिनासम्म लगभग करिब चल्छ. तपाईँको 3 दिन 3वटा इभिनिङमा ट्रेनिङ अनि एउटा म्याच डे.
तपाईँले 4 दिन तपाईँले चाहिँ दिनु पऱ्यो क्लबलाई। अलराइट। अनि अपार्ट फ्रम 4 डेज आफ्टर फुटबल चाहिँ तपाईँले केही गरिराख्नु भएको छ? म काम गर्छु के अरे एज केयर फेसिलिटिजमा, अनि त्यसपछि कोचिङ गर्छु, मेरो आफ्नो एकाडेमी छ। त्यसपछि परिवारलाई समय दिनु पऱ्यो, अनि यसो समय भएको बेला यसो सोच विचार है, गीत गजल यताउति सुन्ने। हजुर, फर्स्ट अफ अल त कङ्ग्रेचुलेसन्स होइन। कतिजना हाम्रो भ्युअर्सहरूलाई थाहा पनि छैन होला, हजुरको रिसेन्टली सेकेन्ड चाइल्ड पनि हुनुभएको छ, त्यसको लागि चाहिँ एकदमै अग्रिम बधाई। धन्यवाद। त्यो चाहिँ एकदम लिनै पर्ने बधाई हो। सबलाई चाहिँ अनुरोध गर्न चाहन्छु कि बधाई दिनु पऱ्यो यसमा चाहिँ। नाम के राख्नु भएको? जेसिवानी। मिनिङ चाहिँ अब के अरे मेरो छोराको नाम, जेठो छोराको नाम, फर्स्ट चाइल्डको नाम शिवान, अनि त्यही शिवानमा चाहिँ मेरो फर्स्ट लेटर हालेर जेसिवानी चाहिँ बनाइदिएको। अलिकति आफ्नै क्रिएसन पनि छन् नाममा पनि है, एकदमै राम्रो नाम। ओके, अब जगजीजी मलाई तपाईँको चाहिँ फर्स्ट अफ अल चाहिँ तपाईँको एउटा सानो जीवनदेखि नै सुरु गरौँ होइन, तपाईँको बाल्यकालदेखि नै सुरु गरौँ। तपाईँ त सानै उमेरदेखि नै फुटबलमा लाग्नु भएको थियो होइन, तपाईँले अन्डर 19 अन्डर 15 खेलिराख्नु पनि भएको छ होइन, तपाईँको स्ट्याट्स हेर्दाखेरि। सो तपाईँको फुटबलप्रतिको लगाव चाहिँ कसरी सुरु भयो, तपाईँ बताइदिनुहुन्छ एक्चुअली? अब यस्तो हो, अब हामी अलिकति भनौँ न यस्तो हुने खानेको भनौँ न अलिकति सन्तान नभएको नाताले चाहिँ हामी बच्चा हुँदाखेरि हामीसँग खेल्नलाई त्यत्रो धेरै अप्सनहरू हामीसँग हुन्न थियो कि होइन, कि अब लुकीडुम छुइडुम खेल्नु पऱ्यो, कि इटा ढला यताउति खेल्नु पऱ्यो, कि नत्र भए तपाईँको कुनै एउटा गोलो चिज बनाएर त्यसलाई चाहिँ खेल्नु पऱ्यो, फुटबल बनाएर। अनि त्यो खेल्दाखेरि चाहिँ तपाईँको यो लुकमारी छुइडुम इटा ढलाइ भन्दाखेरि चाहिँ मलाई चाहिँ त्यो भनौँ न त्यो गोलो बनाएर खेलेको चिजै अलिकति त्यसले मलाई एट्र्याक्ट गर्न थाल्यो। अनि त्यसपछि बिस्तारै भनौँ न के अरे तपाईँको घर आँगनमै खेल्दाखेरि अलिकति त्यसरी भनौँ न यात्रा सुरु भयो भनौँ। कति उमेरमा हुँदा खेल्नुहुन्थ्यो तपाईँ? अब जहिलेदेखि अब हुन्छ नि मलाई अलिकति त्यो मेरो चेतनाको विकास भयो होइन, तबदेखि मलाई त्यो बलै हाने मात्र थाहा छ कि बल त्यो गोलो चिज बनाएर 4-5 वर्षदेखि नै सायद। वाउ, भक्तपुरमा हुर्किनु भएको। ओके, अनि त्यसपछि तपाईँको फर्स्ट तपाईँको प्रोफेसनल भनौँ न एउटा क्लब लेभलको चाहिँ तपाईँको कुन उमेरदेखि चाहिँ तपाईँले खेल्न थाल्नु भयो जस्तो लाग्छ तपाईँको विचार? अब म 2008 मा डेब्यू गरेँ मैले मनाङ सैनिक क्लबबाट। 2008 मा? 2008 क्लबमै? क्लबमा। त्योभन्दा अगाडि जुनियर टिममा? त्योभन्दा अगाडि म एन्फा एकाडेमीमा थिएँ 2004 देखि 2003 देखि होला, 3 देखि 8 सम्म। ओके, अनि 5-6 वर्ष। 2008 पछि एकैचोटि तपाईँ? हामीलाई एन्फाबाट नै मनाङ मसिङ क्लबमा पठाइदियो, हामी 7 जना केटाहरू थियौँ। कति उमेरमा हुनुहुन्थ्यो थाहा छ तपाईँलाई? म 16, 17, 18 त्यस्तै थिएँ कि क्लबको मनाङ मर्साङदेखि। ओके, सो कस्तो थियो तपाईँको एक्सपिरियन्स त्यतिखेर चाहिँ क्लबमा फर्स्ट टाइम खेल्दाखेरि? किनकि त्यतिखेर त झन् एकदमै पिकमा थियो नि त मनाङ मर्साङदेखि क्लबहरू त होइन, सो कस्तो थियो? अब त्यतिखेर चाहिँ मनाङ मर्साङ क्लबका खेलाडीहरू प्रायः सबै त्यो अरू क्लबहरूमा गएको थियो, ठुल्ठुलो खेलाडीहरू होइन। अनि मनाङ मर्साङ क्लबले चाहिँ आई डोन्ट नो के भएको थियो त्यतिखेर होइन, युवा खेलाडी र 1-2 जना भनौँ न अरू सिनियर खेलाडी राखेर टिम बनाउनु भएको थियो कि उहाँहरूले। अनि त्यसो 4 जना कोरियन पनि ल्याउनु भएको थियो कोरियादेखि। अनि त्यतिखेर आई डोन्ट नो उहाँहरूको एक्सपेक्टेसन हामीसँग धेरै त थिएन होला होइन, तर जहाँसम्म लाग्छ हामी त्यो 16-17 वर्ष केटाहरूले खेल्थ्यौँ, उहाँले सोचेको भन्दा बढी खेल्थ्यो। फर्स्ट प्लेयरमै खेल्दिनु भयो? रेगुलर प्लेयर भएर खेल्नु भयो? रेगुलर प्लेयर। वाउ, म खेलेदेखि अहिलेसम्मको इतिहासमा त्यो फर्स्ट रेगुलर प्लेयर नभएर नखेला छैन। त्यो भयो भने म फुटबल छोडिदिइहाल्छु है, त्यस्तो हुन थाल्यो भने। हजुर, तर 16-17 को उमेरमै एज अ फर्स्ट प्लेयर भएर हुन्छ नि बेन्चमा नबसिकन खेल्न पाउनु त त्यो त एकदम राम्रो हो नि त। किन यस्तो हो, हामी अब एकाडेमी हुँदा पनि हामीले धेरै मान्छेहरूको अगाडि खेलिसकेका थियौँ होइन, किनभने अब एकाडेमीमा चाहिँ हामी 10-12 जना चाहिँ एकदमै त्यो भनौँ न फुटबलको किरै थियौँ क्या। हामी दिनरात खेल्ने होइन, पढाइ नभन्ने, खेल्दा पनि यति जोसले हामी खेल्थ्यौँ कि होइन। तपाईँको मलाई अहिले पनि याद छ चाहिँ तपाईँको 2007 मा होला बुढा सुब्बा गोल्ड कप थियो, हामी अन्डर 16बाट खेल्थ्यौँ। आर्मीलाई एकजना हाम्रो साथीले गोल हान्दाखेरि म भर्खर सब भएर बाहिर आएको थिएँ 80 मिनटमा। मैले जोसले त्यो भनौँ न त्यो प्लास्टिकको चेयर हुन्छ नि बागमतीको, किक हानेको तपाईँको 6-7 फिट माथि उडिरहेको थियो त्यो चिज।
होइन हामी त्यति जोसमा खेल्थ्यौँ हजुर, के होइन त्यही भएर अब जस्तै एउटा छोरा मान्छेको ज्यानमा 15 वर्ष गरिसकेपछि एउटा त्यो भनौँ न त्यो एनर्जी आइहाल्छ कि त्यही भएर नि अब मलाई चाहिँ त्यस्तो लागेन म सानै छु त्यताउति जस्तो लागेन त्यही भएर नि त्यो कुराले त्यो तरिकाले हामी सोचेनौँ ओके खेल्यौँ राम्रै खेल्थ्यौँ है कति वर्ष बस्नुभयो मनाङ मर्साङ म 18 महिना जति बसेँ त्यसपछि मलाई बस्नै दिएन त्यसपछि तपाईँ जानुभयो त्यसपछि म के अरे लिटरली भन्नुपर्दाखेरि त्यहाँ मलाई के अरे निकाले जस्तै भयो होइन त्यतिखेर हाम्रो टाँसी खल्ले भन्ने अध्यक्षजी हुनुहुन्थ्यो उहाँले मलाई मन पराउनु हुन्थेन खासै एक दिन अब पुलिससँग गेम थियो त्यो खेल्दाखेरि नै माथिबाट आएर कोचलाई चाहिँ जगुलाई निकाल भन्नुभएको रहेछ उहाँले अनि त्यो सुनेदेखि मलाई नि बस्न मन लागेन अनि त्यसपछि उहाँले नि अब पछि त्यो नेसनल टिमको त्यतिखेरको नेसनल टिमको सिनियर खेलाडीहरू ल्याउनु थाल्नुभयो अनि त्यसपछि म अब आर्मीहरूको क्लबमा त्यसपछि तपाईँ जानुभयो हिमालयनमा जानुभयो हिमालयन शेर्पा क्लबमा त्यसपछि अनि मैले मनाङ खेलाडीहरूलाई कुदाइरहन्थेँ दायाँबाट एकदमै राम्रो ओके हिमालयन शेर्पा क्लबमा पनि बस्नुभयो तपाईँ लगभग त्यहाँ पनि बसेँ म 18 महिना 2 वर्ष जस्तो 18 महिना 2 वर्ष है म एकैछिन त्यसमा रोक्छु ल जगजीजी कतिजना अडियन्सहरू हाम्रो अडियन्सहरूको लागि चाहिँ त्यतिखेर तपाईँ एज अ क्लब खेल्दाखेरि त तपाईँ होइन अहिलेसम्म म तपाईँको स्टोरीहरू हेर्दा तपाईँको हुन्छ नि स्ट्याट्सहरू पढ्दा तपाईँको बारेमा हल्का रिसर्च पनि गर्दाखेरि जुन हिसाबमा तपाईँ अहिले यस्तो प्यासनेट हुनुहुन्छ होइन अब आई डोन्ट नो तपाईँको त्यो बेलाको जेनेरेसन्सहरूले अहिले पनि तपाईँ जतिकै फुटबल नजिक हुनुहुन्छ कि हुनुहुँदैन मलाई थाहा छैन तर तपाईँ जुन हिसाबमा मैले देखेर तपाईँ देश बाहिर हुँदा पनि तपाईँ फ्रिक्वेन्टली ट्राभल गरेर फुटबलको लागि नेसनल गेम्सको लागि तपाईँ त्यही अनुसार तपाईँले आफूलाई फिट राखिराख्नु भएको छ होइन सो त्यस्तो बेलामा चाहिँ तपाईँ जस्तो प्यासनेट खेलाडीमा चाहिँ अरू कुरा केही नहेर्दाखेरि तपाईँहरूको जीवनी चाहिँ कसरी चल्थ्यो त्यतिखेर हुन्छ नि पेजहरू कस्तो थियो तपाईँले भत्ता पाउनुहुन्थ्यो कि हुँदैन थियो क्लबबाट एक्चुअली बताइदिनुहुन्छ त्यो जमानाको कुरा गर्नुभयो त्यो जमानाको कुरा हेर्नुहोस् त्यो जमानामा यो जमानाभन्दा राम्रो थियो फुटबलमा होइन एकदमै हो जुन अब भनौँ न अरू के अरे इन जेनरल तपाईँको अरू एक्सपेन्सेसहरू अरू कुराहरूको भनौँ न भाउ मूल्यहरूलाई दाँच्दाखेरि चाहिँ त्यो उमेरमा जहाँसम्म लाग्छ पैसा भत्ता तलब भत्ताहरू राम्रो थियो तर अब कुरा चाहिँ कस्तो हुन्छ भने कुनै पनि क्लबमा जुनसुकै क्लब होस् एबिसिडी तपाईँको त्यो क्लबको प्रमुख खेलाडी भयो भने मात्र तपाईँले पूर्ण तलब त्यसकै लागि एक्स्ट्रा पाउने भनौँ न सेवा सुविधा पेट्रोल खर्च यताउति होइन त्यो सबै चाहिँ तपाईँको भनौँ न तपाईँको आफ्नो लेभलमा पनि भर पर्थ्यो कि कति जति पाउनुहुन्थ्यो होला तपाईँले त्यतिखेर याद छ तपाईँलाई जस्ट अब हेर्नुहोस् के अरे मनाङ मर्साङमा खेल्दाखेरि 7,500 खेलेको होइन 2008 को होइन त्यसपछि हिमालयन शेर्पामा 25,000 9-10 होला भनौँ न राम्रै पैसा राम्रै थियो त्यतिखेर अहिले खासै 18-19-20 वर्षको मान्छेको लागि त्यो अझ त्यो जमानामा जब त्यतिखेर तपाईँले भन्नुभएको जस्तै धेरै भ्यालुजहरू प्राइस अरूहरू कुराहरूको लागि सस्तै पर्थ्यो अहिले जस्तो महँगी थिएन 6 महिनाको तलबले त एउटा बाइक आउँथ्यो त्यतिखेर है अनि अब भनौँ न एउटा के अरे टिनेजको केटाको लागि त विच इज गुड ओके अब तपाईँ हिमालयन शेर्पामा जाँदाखेरि चाहिँ हजुर तपाईँको एउटा प्राउड अचिभमेन्ट्सहरू केही याद छ हजुरलाई हेर्नुहोस् अचिभमेन्टहरू त्यही हो मेरो पर्फर्मेन्समा चाहिँ एकदम के अरे म्यासिभ बुस्ट भएको थियो कि त्यतिखेर उपेन्द्र मानसिंह सर भन्ने हाम्रो कोच हुनुहुन्थ्यो होइन उहाँको जुन ट्रेनिङले होइन चाहिँ ममा एकदमै त्यो चेन्जेस आएको थियो क्या मेरो पर्फर्मेन्समा हिमालयन शेर्पाकै कोच हुनुहुन्थ्यो त्यतिखेर होइन अब त्यो अचिभमेन्ट भने चाहिँ तपाईँको त्यतिखेर हामीले लिगहरू यताउता केही जितेनौँ होइन अब तर त्यतिखेरको मेरो भिडियोहरू हेर्दाखेरि चाहिँ मलाई लाग्छ भनौँ न जस तपाईँको आफ्नो पर्फर्मेन्समा चाहिँ खुसी हुनुहुन्थ्यो तपाईँ पिकमा हुनुहुन्थ्यो त्यतिखेर त्यसपछि पिकमा त्यहाँदेखि यहाँ अहिलेसम्म पनि छ पिकमा अहिले पनि होइन तर त्यतिखेरको जुन भनौँ त्यो उमेरमा भनौँ न हो हजुर ट्रान्सफर्मेसन भन्ने शब्द ठ्याक्कै युज गर्नु मिल्यो यहाँनिर त्यो देखेर चाहिँ आई वाज भेरी सेटिस्फाइड त्यति है मलाई फिल हुन्थ्यो क्या यो यसो कपाल मिलायो भने पनि यसलाई त म काटिदिन्छु भनेर कि यसलाई त म ड्रिबल गरेर लान्छु हात लताएर लान्छु भने मलाई त्यो एउटा कन्फिडेन्ट एउटा आत्मविश्वास चाहिँ थियो तपाईँकोमा ओके त्यसपछि तपाईँ जानुभयो फ्रेन्च क्लबमा है फ्रेन्च क्लबमा त्यसपछि फ्रेन्च क्लबमा कति वर्ष बस्नुभयो त्यहाँ पनि लगभग 18 महिना वर्ष दिन 18 महिना जस्तो बसेँ ओके
अनि त्यहाँ चाहिँ तपाईँले अब धेरै पुरानो कुरा हो होइन, त्यहाँ कुनै तपाईँको कुनै एउटा राम्रो मेमोरिज या कुनै एक्सपिरियन्स केही? अब हेर्नुहोस्, एभ्री म्याच डे इज गुड एक्सपिरियन्स हो कि मेरो लागि होइन। हरेक म्याच एउटा खेल चाहिँ जुन त्यो रङ्गशालामा नेपालीहरूको लागि नेपालीहरू वरिपरि राखेर खेल्न पाउँछ, त्यो मेरो लागि राम्रो अनुभव हो। तर एकदम त्यस्तो कुनै भनौँ न ठुलो उपलब्धि नै चाहिँ जहाँसम्म लाग्छ अहिलेसम्म मलाई हासिल चाहिँ गर्न सकेन। फ्रेन्ड्स क्लबमा खेल्दाखेरि जस पर्फर्मेन्स वाइज अझै निखारिँदै गए, त्योभन्दा अरू त केही छैन। ओके, त्यसपछि तपाईँ जानुभयो 3 स्टार इफ आम नट रङ है, 3 स्टारमा। सो जग्जीजी, जुन यो तपाईँको 18 महिना जुन डिफ्रेन्ट क्लब्सहरूमा जानुभयो पनि होइन, जस्तै त्यो तपाईँको डिफ्रेन्ट रिजन्सहरू पनि होला होइन, त्यो मैले त्यो पैसाको लागि त्यो जस्ट अब त्यो तपाईँको पर्फर्मेन्स त्यो के अरे हुने बित्तिकै क्लबहरूले अफर गर्थ्यो अनि 2-3जनाले नि जता बढिदियो त्यतै जाने, त्यो हिसाबमा हुन्थ्यो कुरा। त्यही हो, स्ट्रेट फरवर्ड भन्नुपर्दाखेरि। त्यस्तो कुनै कन्ट्र्याक्ट हुँदैन थियो? कन्ट्र्याक्ट हुन्छ एउटा सिजनको, एउटा सिजनपछि कसैले रोक्नु पाएन तपाईँलाई। सो यो तपाईँको इच्छा कि EPL भन्दा कम्प्लिटली डिफ्रेन्ट हो। तपाईँको एक वर्षको कन्ट्र्याक्ट हुन्थ्यो पहिला, अब अहिले कति वर्ष गर्छन् थाहा छैन होइन, तर मैले चाहिँ जहाँ पनि गएँ 1 वर्ष गरेँ। अनि त्यसपछि चाहिँ अब प्राय क्लबहरूले चाहिँ कस्तो गर्छ भने मेरो खेलाडी हो, अब यसलाई यत्तिकै म घुमाइहाल्छु नि भन्ने उहाँहरूले सोच्नुहुन्छ। तर त्यस्तो अब म हेर्नुहोस्, मैले खेलेर कमाएर परिवार पनि लाई नै अगाडि बनाउँछु भनेर सोच्थेँ पहिलादेखि होइन। त्यही कारणले पनि तपाईँको जता अलिकति बढी वेजेसहरू स्यालेरी हुन थाल्यो त्यतै म मुभ भएँ। ओके, नो प्रब्लम, थ्याङ्क यू सो मच। त्यसपछि तपाईँ जानुभयो 3 स्टार क्लब, त्यहाँ पनि बस्नुभयो तपाईँ 18 महिना। त्यो 18 महिनाको म्याजिक नम्बर चाहिँ मलाई बताइदिनु न। अब यस्तो हुन्छ कि तपाईँको एउटा कन्ट्र्याक्टको पिरियड सकिएपछि 1 वर्षको हुन्छ होइन कन्ट्र्याक्ट? हजुर, 1 वर्ष यताउति गरेर 18 महिना त्यो भएपछि तपाईँको के अफर गर्छ त क्लबले तपाईँलाई होइन। जस्तै अब मार्केटमा कति चलिरहेछ हाइएस्ट पेड होइन, त्यो अनुसार क्लबले तपाईँलाई त्यो अफर गर्छ कि गर्दैन होइन। त्यो कुराहरूले पनि अलिकति हुन्छ। सो भनेपछि तपाईँको 3 स्टार क्लबसम्म आउँदाखेरि सो तपाईँको यता फ्रेन्ड्सबाट यता 3 स्टार आउँजेलसम्म तपाईँको स्यालेरीहरू बढेको थियो जग्जीजी? कतिसम्म? 3 गुणाले। 75,000 अझ बढी जस्तै थियो 3 स्टार मासिक। हामी कुरा गर्दैछौँ मासिक। वाउ, त्यो भनेको त त्यतिखेर हामीले एज अ डिभिजन गेम्सबाटै हामीले त्यति कमाउनु भनेको त्यो त एकदम राम्रो हो नि होइन? अझ तपाईँको 3 स्टार क्लबमा हुँदा चाहिँ मलाई के छ मेमोरी कस्तो भने त्यहाँको दाइहरूले होइन माया गर्नुहुन्थ्यो धेरै मलाई होइन। अब एक त उहाँहरू पनि नेवार, म पनि नेवार भएर हो कि होइन। अब के मेरो पर्फर्मेन्सले गर्दा पनि होला कि होइन। उहाँहरूले चाहिँ मैले पेट्रोल सक्यो भने कि 4-5जनाले यसो मुठी पारेर त्यो $1000 यसरी दिनुहुन्थ्यो क्या होइन। त्यही हो, अब त्यो तलब त बचिहाल्थ्यो होइन, तर अरू एक्स्ट्राहरू पनि पाइरहन्थेँ। माया धेरै पाएँ मैले 3 स्टारमा है। एकदम राम्रो मेमोरी छ त्यहाँ क्लबमा चाहिँ। द्याट्स रियली गुड। अब जग्जीजी, तपाईँको सबैभन्दा एकदमै राम्रो एक्सपिरियन्स चाहिँ होइन, 3 स्टार त तपाईँले भनि नै हाल्नुभयो, तर तपाईँले अझै पनि सेयर गर्न सक्नुहुन्छ इफ यु वान्ट होइन। सबभन्दा राम्रो एक्सपिरियन्स, अब ट्रान्सफर्मेसनकै कुरा गरौँ, तपाईँको पर्फर्मेन्सकै कुराहरू गरौँ होइन। हुन त तपाईँ अहिलेसम्म पिकमा हुनुहुन्छ होइन, देखिन्छ पनि तपाईँको गेम्सहरूबाट होइन। सो तपाईँलाई आफूलाई एकदमै चित्त बुझेको चाहिँ क्लब चाहिँ तपाईँको कुन एक्सपिरियन्स थियो त? आफ्नो पर्फर्मेन्स अनुसार 3 स्टारमै हो। 3 स्टारमै हो? 3 स्टार पर्फर्मेन्स अनि जुन मलाई क्लबले रिटर्न दियो नि रिटर्नमा, त्यो अनुसार चाहिँ 3 स्टार। 3 स्टार्समा चाहिँ हजुरको स्ट्याट्सहरू याद छ हजुरलाई? हुन्छ नि त्यो सिजनको या कुनै एउटा सिजनको जुनमा चाहिँ हजुरको नम्बर्सहरू, असिस्टहरू या गोल? अब असिस्टहरू चाहिँ प्राय बढी नै हुन्थ्यो मेरो होइन। गोल बरु खासै धेरै हानिएन होला होइन। अब त्यो भन्दा नि इन जेनरल पर्फर्मेन्सलाई नै म हेर्छु क्या। 90 मिनटमा के गर्यो, के कुरा हरकतहरू भयो त्यहाँ एज अ प्लेयरबाट होइन, डिफेन्डिङ एट्याकिङ वाइज होइन, के गर्यो त्यो कुराले। त गोल त कहिलेकाहीँ प्रायः त भनौँ न 1-2 हुने त हो होइन। तर त्योभन्दा 90 मिनटमा अरू धेरै कुराहरू गतिविधिहरू हुन्छ क्या। अनि त्यसले चाहिँ आफूलाई चाहिँ तुलना गर्नुपर्छ कि। ओके, अलराइट, हुन्छ। फिटनेसकै कुरा गरौँ होइन। तपाईँले चाहिँ इभन त्यो टाइमदेखि अहिलेसम्म होइन
जे रुटिनहरू छ तपाईँको, चाहे त्यो डाइट होस्, चाहे त्यो तपाईँको एक्सर्साइज प्याटर्न होस्, अहिले त तपाईँले धेरै कुराहरू सिकिसक्नुभयो होला होइन। त्यही भएर तपाईँको एउटा कोचिङ एकाडेमी पनि छ जुन चाहिँ हामी एकछिनमा कुरा गर्दैनछौँ होइन। सो त्यो बेला चाहिँ तपाईँको माइन्डसेट के थियो र अहिलेको हिसाबमा हेर्दाखेरि चाहिँ तपाईँले त्यतिखेर चाहिँ मैले यस्तो गरेको भए अझै म पर्फर्मेन्स राम्रो हुन्थ्यो होला, या मेरो रुटिन चाहिँ अझै फिट हुन्थ्यो होला, कुनै केही छ जुन चाहिँ हाम्रो नयाँ यङ्स्टर्स फुटबलर्सहरूको लागि दिनुपर्दा? नेपालको परिवेशमा बसेर, नेपालको इन्भाइरोमेन्टमा, नेपालको कोचिङ कोचहरू, त्यहाँको भनौँ न तपाईँलाई चाहिँ रेखदेख गर्ने मान्छेहरूको बिचमा बसेर जुन लेभलको मैले पर्फर्मेन्स दिएँ त्यो लिमिटै त्यति हो जस्तो लाग्छ कि त्योभन्दा माथि चाहिँ जान अलिक सम्भव छैन होइन। तर अब यहाँ आइसकेपछि चाहिँ डिफ्रेन्ट कोचिङ पोइन्टहरू अनुभव भयो होइन। एज अ खेलाडी अरू के कुरा पनि गर्न सकिँदो रहेछ कि आफ्नो पर्फर्मेन्सलाई भनौँ न माथि उकास्नलाई होइन। जस्तै भनिदिन मिल्छ? जस्तै अब ट्याक्टिकल एस्पेक्ट अफ द गेम भनिन्छ कि अब कतिखेर कहाँ जाने, कुन पोजिसनिङ, कसरी डिफेन्डिङ गर्ने एज अ टिम, एज अ ग्रुप होइन, कसरी एक्सपोज हुने एट्याकमा होइन, त्यो ट्रान्जिक्सन फेसहरूलाई चाहिँ कसरी रियाक्ट गर्ने डिफेन्डिङ एट्याकिङमा होइन, कसरी मोर प्रोडक्टिभ हुने, कसरी चाहिँ लेस टाइममा चाहिँ भनौँ न एट्याक गर्ने होइन, कसरी चाहिँ के अरे डिफेन्डिङ गर्दाखेरि चाहिँ कसरी चाहिँ बढी टाइम के अरे डिले गर्ने चाहिँ, जसले गर्दा चाहिँ भनौँ न एट्याकरलाई अलिकति टाइम बढी लागोस् एट्याक गर्नलाई। यस्तो कुराहरूमा चाहिँ यहाँनिर धेरै कुरा सिक्न पाइन्छ। अस्ट्रेलियाको क्लब्सहरूमै तपाईँ त्यो माथिको लेभल पनि पुग्नु पर्दैन, अहिले नै तपाईँ नेसनल टिममै मात्र होइन कि अहिलेको डिभिजन गेममै तपाईँले यस्तो कुराहरू सिक्नुहुन्छ। ए लिग त त्यो प्रोफेसनल भयो, मैले नेसनल प्रिमियर लिगको कुरा गरेँ, ए लिग पछिको लिगहरूमा। ओके हजुर, त्यो चाहिँ अहिले पनि हाम्रो नेपाल टिममा चाहिँ मिसिङ छ, त्यस्तो खालको कोचिङहरू चाहिँ मिसिङ छ है। ओके, अब अहिले एनएसएलले हेर्नुहोस् त्यहाँनिर होइन, कति ग्यापहरू छ त्यहाँ, तर के गर्ने। हजुर सजी, अघि भर्खर तपाईँले एनएसएलको कुरा निकालि नै हाल्नुभयो होइन, डेफिनेटली एक्चुअली म त्यसमा पनि पुग्छु। सो थर्ड सिजनसम्म तपाईँले आफ्नो इन्ट्रेस्ट चाहिँ देखाउनु भयो त्यहाँ, तपाईँले आफ्नो लजमेन्ट एप्लिकेसन जे कुन छ प्रविधि प्रतिक्रिया के छ तपाईँले गर्नुभयो? सबैलाई थाहा छ कि खासमा है, त्यहाँको मान्छेहरूलाई मलाई हेरिरहन्छ कि, न त उनीहरूलाई त्यो चाहिँ नै पर्दैन जस्तो लाग्छ कि। एक्ज्याक्टली होइन, उनीहरूलाई थाहा छ होइन, मलाई हेरिरहन्छ, म मान्छे पनि राम्रो छु, खेल पनि राम्रो खेल्छु होइन, अनुहार पनि राम्रै छ उनीहरूको भन्दा होइन, सोचाइ पनि राम्रै छ होइन, उनीहरूलाई थाहा छ कि होइन। तर किन होला उनीहरू चाहँदैन कि म आएर खेलोस् भनेर, किन कति उदाहरण छ त्यहाँनिर होइन, आफ्नो भाइ भतिज भरदारहरूलाई चाहिँ बोलाइ राखेको छ, खेला छ होइन। तर के गर्ने, खेल्न त सक्दैन फेरि होइन। के अरे पशुपतिनाथले सबैलाई त्यति सबल बनाएको त छैन, जसले पनि फुटबल भन्ने चिज खेलिहाल्छ भन्ने कुरा होइन। त्यो अब दुःख लाग्छ, के गर्ने। तर तपाईँले भने जस्तो इन्ट्रेस्टेड म छु भनेर उहाँलाई थाहा पनि छ, मैले लेखि पनि रहेको हुन्छु म आउँछु भनेर। तर अब त्यो कुनै न कुनै यस्तो कुनै सङ छ जसमा चाहिँ हजुर जस्तो एउटा प्लेयर जसलाई चाहिँ एउटा फेयरली चाहिन्छ होला, या कुनै सङ भनेको मान्छेले चलाउने हो नि त होइन। त्यो एउटा आफैमा यो कुनै सङ्घ संस्थाले, एउटा कुनै देशले भनौँ, जिल्ला नगरले त्यो निर्णय गर्ने हुँदैन, त्यहाँको मान्छेले गर्ने हो नि त होइन। अब त्यो मान्छेमा जाउँ क्या है। त्यही, किनकि अस्ति पनि हाम्रो एउटा पडकास्टमा हाम्रो एकजना नेसनल फुटबल प्लेयर आउनुभयो, उहाँले पनि एकदमै नै दुःख पोख्नु भयो होइन, अहिलेको जुन एउटा एन्फासँग होइन। डेफिनेटली उहाँलाई राम्रोसँग ट्रिट भएन, अझै पनि उहाँले रिटायर लिनु भएको छैन, किनकि उहाँलाई एउटा म्याचमा खेलाएर म त्यहाँबाट रिटायर लिन्छु भनिराख्नु भएको छ होइन। अब हजुरको पनि इच्छा आई डोन्ट नो के छ होइन। सो के छ त तपाईँको? होइन, मेरो इच्छा चाहिँ त्यस्तो भनौँ न, अब म कहिले पनि भन्दिनँ कि मलाई खेल्न दे, एउटा म्याच अन्तिम के अरे अवसर दे, अनि म यो गरला म चाहिँ भन्दिनँ होइन। किनभने म त्यो जित्न सक्छु त्यो चिज भन्ने मसँग अहिले पनि आँट छ, र अब खेलि पनि रहेको छु, देखि पनि रहेछ मान्छेले होइन। त्यही भएर अब मेरो लेभलको हिसाबले, मेरो पर्फर्मेन्स हिसाबले त म अहिले पनि मजाले खेल्न सक्छु नेपालको राष्ट्रिय टिमबाट होइन।
अब हेरौँ के हुन्छ। तर अब दिएन भने ठिकै छ, तर अफिसियली तपाईँको भनौँ न अफिसियली रिटायरै लिनुपर्छ भन्ने चाहिँ अनिवार्य कहीँ पनि छ जस्तो मलाई लाग्दैन होइन। तर मेरो दिमागमा रहिरहन्छ कतिजनाले मलाई दुःख दिए भनेर। हजुर एक्ज्याक्टली। हुन्छ जगजितजी, अब म तपाईँको नेसनल डेब्युटको कुरामा आउँछु। नेसनल डेब्युट तपाईँको इयर कुन थियो? 2010मा गर्नुभएको नेसनल डेब्युट। तपाईँले साफ च्याम्पियनसिपमा होइन के अरे तपाईँको नर्थ कोरियासँग गेम थियो। नर्थ कोरिया कुन टुर्नामेन्ट थियो यो? एएफसी क्वालिफायर होला। एएफसी क्वालिफायर, आम सो सरी म रङ हुन सक्छु। सो त्यतिखेर चाहिँ तपाईँ जब सेलेक्ट हुनुभयो होइन, त्यतिखेर त डेफिनेटली तपाईँलाई खुसी त लाग्यो, सबै कुराहरू फेयर नै भएको छ जस्तो लाग्यो होइन। त्यतिखेर विदेशी कोच हुनुहुन्थ्यो ग्राम रोबर्ट्स भन्ने होइन। ग्राम रोबर्ट्स त्यही पनि उसको फर्स्ट कार्यकालमा थियो होइन। जतिखेर उसलाई चाहिँ आफ्नो जागिरको खासै टेन्सन थिएन, आफ्नो कामसँग मात्र मतलब थियो, त्यही भएर म पढेँ हो। नत्र भए पढ्ने चान्स अझै कम थियो। किन होला जगजितजी? अब हुन त तपाईँको कन्ट्रोभर्सी मैले देखि नै रहेको हुन्छु होइन। यो के एउटा टार्गेटेड हो कि तपाईँको गेम प्लेले गर्दाखेरि हजुर जस्तो प्लेयरहरूले चान्स नपाउने हो कि के छ? अब यस्तो हो, जस्तै यो एउटा प्राय डिसिजन मेकिङमा मभन्दा भनौँ न उमेर भएकै मान्छेहरू हुन्छ होइन। अब अग्रजैहरू हुनुहुन्छ होइन। अब एउटा अग्रजले भनौँ न, एउटा अग्रज मान्छेले एउटा मर्यादामा बसेर होइन निर्णयहरू लिन सकेन भने त्यो अरूहरूले भोगि नै हाल्छ कि। तर हजुर जस्तो प्लेयरलाई जुन चाहिँ अब अहिले पनि तपाईँको गेम हेर्दाखेरि होइन डेफिनेटली लाइक भनौँ न एकदमै नै धेरै ट्यालेन्ट छ होइन। झन् त्यतिखेर त तपाईँलाई नेपालको मेस्सी होइन भन्दा पनि तपाईँलाई राम्रोसँग धेरै चान्सेसहरू दिएनौँ। हामीले कतिवटा टोटल गेम खेल्यौँ? मैले 34वटा खेलेँ। 34वटा खेल्यो, अझै थियो चान्सेसहरू होइन नेसनल गेम्सहरूमा। त्यो किन जस्तो लाग्छ हजुरको विचारमा चाहिँ? अब भित्र धेरै कुराहरू अब यस्तो हो, एउटा तपाईँको मेरो एउटा आफ्नै यो के अरे भनौँ न व्यवहारिकता पनि नपुग्या हुनसक्छ होइन। तर फुटबलमा प्रोफेसनलिजममा चाहिँ व्यवहारिकता एकदम धेरै खोज्नु भनेको आफैमा त्यो अव्यवहारिक। इनसाइड फिल्ड कि आउटसाइड फिल्डको व्यवहारिकता? इनसाइड आउटसाइड सबै, आउटसाइड द फिल्ड होइन, त्यो आफै नै अव्यवहारिक कुरा हो होइन। कोही मान्छेले चाहिँ यो ग्राउन्ड बाहिर हामीसँग खासै हिँड्दैन, हामीलाई खासै इज्जत गर्दैन होइन, खासै भाउ दिँदैन, आफ्नै तरिकामा हिँड्छ, यो कुराले हो खासमा होइन भन्ने नै हो भने सबैको वैचारिक हिसाबले सबै कुरा सबैजना उस्तै हुँदैन होइन। त्यही माथि म अलिकति भनौँ न मेरो पारिवारिक पनि अलिकति भनौँ नेवार राई मिक्स छ होइन। अब मेरो बुवा र आमाको कन्भर्सेसनहरू नै अब त्यो जेनरल प्यारेन्ट्सहरूको त्योभन्दा हामी फरक तरिकाले हाम्रो त्यो हुन्छ कि खासमा। मेरो बुवाले छुट्टै तरिकाले हामीलाई हुर्काउनु भयो, मेरो आमाले छुट्टै तरिकाले हुर्काउनु, तर दुईजनासँगै हुर्काउनु भयो होइन। तर मेरोमा त्यो भनौँ न मेरोमा विचार अरू मान्छेहरूको विचारभन्दा अलिकति म फरक तरिकाले सोध्छु होला होइन। त्यो कारणले गर्दाखेरि कति कुरा सिचुएसनमा म कोसँग बोल्नु मलाई म बोल्दिनँ, किन बोल्ने, मलाई आवश्यकतै छैन होइन। उसँग बाहिर गएर चिया रक्सी चुरोट खानुपर्छ भने पनि छैन नि होइन। त्यो कुराहरूले अलिक इफेक्ट गरे क्या है। त्यो त्यस्तो नि इफेक्ट गर्दो रहेछ है? गर्यो होइन। मिल्ने मान्छेहरूले चाहिँ पायो चान्स। क्लबमा अहिले साथी खेल्ने हो, एनएसएलमा साथी खेल्ने हो होइन, भाइ भतिज भरदारहरू खेल्ने हो क्लबमा नेपालमा, राष्ट्रिय टिममा धरी। अनि हजुर जस्तो मान्छेले चाहिँ सकेनौँ, कोही पार्टीको मान्छे नै भएनौँ हामी होइन। त्यो उनीहरूसँग माहौलै मिलेन। अनि एटलिस्ट एन्फा जस्तो सङ्घले त यो वेमा जज नगर्नुपर्ने हो जस्तो लाग्छ मलाई त, नेसनल टिमको सेलेक्सनमा पनि होइन र? अब नेसनल टिमको सेलेक्सनमा चाहिँ अब एन्फाको पनि खासै त्यस्तो भूमिका हुँदैन होइन। ओके हजुर। अब जहाँसम्म लाग्छ त्यहीँको सिनियर खेलाडी अब कोच होइन। अब कुनै एउटा कोच होइन आफ्नो जागिर मात्र खान आएको होइन, जेन्युनली कामै गर्न आएको भने उनीहरूले चाहिँ कन्ट्रोल गर्न सक्छ यस्तो कुराहरू होइन। तर कोही जागिर खान हुनसक्छ नि होइन, त्यसपछि त कुरा कोही त हाल्यो है। ओके अलराइट जगजितजी, अब अन द सेम साइड तपाईँ फुटबलमा अस्ट्रेलिया आउनुभएको इयर चाहिँ 2018 होइन 16 सरी है, म हल्का रङ पनि हुनसक्छु है, 1-2 वर्ष तलमाथि। सो 2016भन्दा अगाडिसम्म चाहिँ हजुरको प्रोफेसनल फुटबल करियर चाहिँ कस्तो थियो त? मेरो तपाईँको 16तिर चाहिँ अलिकति
म इन्जुर पनि भएँ अनि प्लस अब एउटा त्यहाँ एउटा गुड थियो एउटा खेलाडीहरूको होइन तिनीहरू पनि मेरो विरुद्ध लागे त्यतिखेर होइन एउटा कोच पनि हुनुहुन्थ्यो अब नाम के विषयमा चाहिँ अब 2015 मा एउटा साफ के अरे तपाईँको साफ च्याम्पियनसिप साग गेम भन्ने हुन्छ क्या च्याम्पियनसिप त्यतिखेर चाहिँ आवाज इन द टिम तर अब एउटा ग्रुप खेलाडी एउटा त्यो भाइहरूको ग्रुपले चाहिँ कोचलाई चाहिँ जगदीश श्रेष्ठलाई खेलायो भने चाहिँ म खेल्दिनँ हामी खेल्दैनौँ भनेर चाहिँ कोचलाई भन्न गएको थियो अरे कि होइन अब त्यस्तै कुरा चाहिँ तपाईँको 2 वर्ष त्योभन्दा 2 वर्ष अगाडि एउटा हिमालय खेल्दाखेरि पनि भएको छ एउटा सिनियर दाइहरूकै दाइले 2 जनाले चाहिँ उपेन्द्र मानसिंहलाई गएर चाहिँ जगुलाई खेलायो भने चाहिँ हामी खेल्दैनौँ भन्नु किन हो त्यो चाहिँ आफ्नै टिममेट्सहरूले है किन त्यही हो अब पर्सनली इन्सान कुन होइन अब उनीहरूको पछाडि लाग्नु पर्यो जिउ गर्नु पर्यो जुन तपाईँ गर्न चाहनु हुँदैन तपाईँको पर्सनालिटीले दिँदैन मेरो दिँदैन अफकोर्स दिँदैन म अरूलाई पनि भन्दिनँ होइन अरूलाई नि गर भन्दिनँ मेरो कारणले मेरो भनौँ न इगोले गर्दा अरूलाई पनि म त्यो गराउँदिनँ अब अरूको म के गर्ने तर मलाई इफेक्ट खासै केही भएन अहिलेसम्म हेर्नु न कहाँ गए उनीहरू थाहा छैन एक्ज्याक्टली तपाईँ त अहिलेसम्म भ्यालिड हुनुहुन्छ नि त कहाँ गए थाहा छैन अहिले पनि फुटबललाई माया गरिराख्नु भएको छ फुटबलसँग नजिक हुनुहुन्छ होइन उनीहरू त कहाँ गयो थाहा छैन विदेशमा गयो क्लब खेला जस्तो गर्छ कोही नेपालमा नि खेलिरहेछन् होइन पीडित छन् माया पनि लाग्छ होइन तर अब के गर्ने तपाईँलाई जगजीजी तपाईँलाई त्यही भएर नि तपाईँलाई एउटा नेसनल टिमबाट तपाईँ ड्रप हुनुको रिजन त्यो हो पनि जस्तो लाग्छ तपाईँलाई हेर्नुहोस् म विदेश आएँ एक त होइन म विदेश आएँ त्यसपछि नेसनल टिममा खेल्ने त्यो खासै त भएन तर म यहाँ आएर मैले के गरेँ भन्ने कुरा पनि त उनीहरूले हेर्नु पऱ्यो नि त होइन नेपालबाट नि खेलाडी इन्डियामा गएर खेलिरहेछ कोही इन्डोनेसियामा गएर खेलिरहेछ त्यहाँको मान्छेहरूले यहाँ आएर बुझ्नु पऱ्यो नि त यहाँको नेसनल प्रिमियर लिग भिक्टोरियाको नेसनल प्रिमियर लिग साउथ अस्ट्रेलियाको नेसनल प्रिमियर लिगको लेभल र इन्डियाको इन्डोनेसियाको लिगको लेभल कतिको फरक छ उहाँहरूले पनि त हेर्नु पऱ्यो त्यो थाहा नभइकन चाहिँ म यहाँ नेपाली कम्युनिटीको त्यो लिगहरू मात्रै खेलेर बसेको थिएँ होइन नि त 2 दिनको प्रतियोगिता मात्रै खेलेर म बसेको त होइन नि त या म प्रोपर लिग खेलिरहेको छु 8-9 महिना म बिजी हुन्छु वर्षमा 30-32वटा म गेमहरू खेलेर हुन्छु होइन हप्तामा 20-22 किलोमिटर कुदिएर हुन्छु होइन अझ काम परिवार सबै कुरा एकाडेमी सबै बोकेर कुदिरहेको हुन्छु होइन अझ म त निदाइ पनि रहेको हुन्छु खुसी पनि भइरहेको हुन्छु होइन अब यो यस्तो कुराहरू पनि हेर्नु पर्यो नि त म यहाँ के गरिरहेको छु भनेर अनि त्यसपछि चाहिँ मलाई के भन्न मन लाग्यो भने चाहिँ त्यसपछि चाहिँ यिनीहरूले मलाई चाहिँ बोयकट नै गरिरहेछ जुन त्यो अब कति कुराहरू हामीले देख्छौँ पनि होइन सबै यो भ्युवर्स अडियन्स सबलाई थाहा छ कि यो कुरा होइन तपाईँले जसले तपाईँको एउटा दैनिकी हेरिरहेको छ होइन तपाईँ कतिको डिजर्भ गर्नुहुन्छ अहिले मात्र होइन तपाईँको लास्ट 6 इयर्सदेखिको जर्नी हामीलाई थाहा छ नि त इभन यो अल्मुतारीले मलाई टिममा हाल्दा पनि उसले 34 जनाको ग्रुप टिममा मलाई नराखेको होइन अनि त्यसपछि उसलाई डेली मेरो बारेमा 500-600 वटा मेसेज आएर होइन दर्शकको प्रेसर भएर मलाई खेलाएको के त्यतिखेर पनि कुन इयरको कुरा हो तपाईँको 2022-23 को कुरा हो तपाईँ अस्ट्रेलियाबाट ठ्याक्कै जानुभएको थियो खेल्नको लागि है टिममा परेर हजुर अनि त्यो एक्सपिरियन्स एक्चुअली त्यसमा रोकौँ है त त्यसलाई अलिकति भित्र नजिक जाउँ है त सो तपाईँ यहाँ अस्ट्रेलियाबाट जानुभयो तपाईँको टिममा परेको थियो है अनि त्यहाँ गएपछि चाहिँ तपाईँको एक्सपिरियन्स कस्तो भयो तपाईँलाई टिममा चान्स दियो कि दिएन एक्चुअली बताइदिनु दिनु परिहाल्यो होइन बिकज त्यतिखेर म मेरो लेभलमा भनौँ न मिडफिल्डमा खेल्ने अरूको पर्फर्मेन्स छैन किनभने म त्यहाँ लिग खेलेर परेँ कि म त्यहाँको लिग खेलेँ होइन 16-17 वटा गेम खेलेँ त्यहाँको मान्छे मलाई देख्नुभयो होइन फेरि पनि अनि त्यसपछि के अरे 34 जनाको लिस्टमा मलाई देख्नु भएन होइन त्यसपछि मान्छेले अल्मिताले भन्यो त्यसो अल्मिताले मलाई बोलाउनु भयो उहाँले होइन त्यसपछि टिममा राख्नुभयो अनि खेलाउनु त परिहाल्यो अनि कस्तो भयो तपाईँ मान्छेले देखेको कुरा म्याचमा होइन मैले 22 मिनट जस्तो खेलेँ होइन मैले ठिकै खेलेँ कोचको निर्देशन अनुसारै मैले खेलेँ होइन किनभने मान्छेले मलाई बाहिर अनुशासन हिँड्ने यताउति भन्छ होइन तर मैले कोचले भनेको कुरामा अलिकति पनि दायाँ बायाँ गर्दिनँ कि होइन कोचले यहाँबाट पास दे यहाँबाट सर्ट हान यो कर्नर त डाइरेक्ट नहान यो गर फ्री किक डाइरेक्ट मैले अस्ट्रेलियामा आएर 9 वर्षमा एउटा नि डाइरेक्ट फ्री किकको गोल हानेको छैन कि जबकि म तपाईँको हाने नै म 10 वटामा 6 वटा म छिराइन्छ तर मलाई यहाँ कोचले त्यसरी हान्नै दिँदैन होइन मलाई चाहिँ लाग्छ म अनुशासित प्लेयर हो क्या त्यो हिसाबमा तर अब अल्मुताले जे त्यतिखेर निर्देशन दिए त्यो अनुसार मैले खेलेँ
कतिवटा गेम खेल्नुभयो उहाँ अन्डर कोचमा? एउटा मात्र खेलेँ। एउटा मात्र। अनि अरू गेम्सहरूमा खेल्नु भएन कि? त्यसपछि म यता आएँ, त्यसपछि त्यस्तै कुराहरूले फेरि हो। ओके, त्यसपछि पनि तपाईँले आफ्नो एउटा इन्ट्रेस्ट त देखाउनु भयो नेसनल टिमको लागि। अब मलाई थाहा छैन यस्तो हो, नेसनल टिममा नि कस्तो हुन्छ भने म चाहिँ कसरी पढ्न चाहन्छु भने मलाई चाहिँ यत्तिकै बोलाओस् म भन्दिनँ कि म खेल्छु हेर, अनि इफ यु थिङ्क आम डिजर्भिङ होइन त्यो निवेदन दिनुपर्छ कि त्यस्तो पर्दैन। तर आफूले बोलाउँछ, उनीहरूले हेर्नुपर्ने चाहिँ उनीहरूको जिम्मा हो। त्यही त, यो यहाँको गेम हेरे त भइहाल्थ्यो होइन, तर केही छैन। नेपालमा गेमै भएन कि फेरि विडम्बना हेर्नु न। अब नेपालमा गेम भए त गएर खेल्ने नि। अब एनएसएल खेल्न जाउँ भने अब के अरे दाजुभाइ काका भाउजू यता भाइ भद्राहरू मिलेर चाहिँ अब सेट गरेपछि होइन। ए डिभिजन लिगमा चाहिँ किन रोक्यो त फेरि? तपाईँ फेरि यहाँबाट पनि जानुभएको थियो है खेल्नको लागि? अब त्यो चाहिँ अब अहिलेको एन्फाको असक्षमता नै भनौँ उनीहरूले। नत्र त्यो भइदिएको भए त तपाईँ फेरि खेल्न जानुहुन्थ्यो नि त। तपाईँ त जहिले पनि फुटबललाई प्रायोरिटी राख्नु भएको थियो आफ्नो फ्यामिलीलाई छोडेर पनि। मलाई हामी सबले देखिरहेको छौँ होइन, आएकोदेखि नै फुटबल छ होइन, झन् तपाईँको फ्यामिलीले पनि सपोर्ट गरिराख्नु भएको छ। त्यो हुँदै पनि चित्त दुख्ने क्या अलिकति हुन्छ नि। तपाईँ लिग नभएर हो, लिग भइदियो अब सिचुएसन अर्को हुन्थ्यो होइन। लिग भइदियो म जान्थेँ खेल्थेँ, अब लिगै भएन। अब एनएसएल चाहिँ अब तपाईँको हुन्छ। जतिजी मलाई अब एन्फाको अलिकति कुरा गरौँ होइन। अब यहाँ ढाकछोप गर्नुपर्ने कुरै छैन, सबलाई थाहा छ होइन। के यो जुन एउटा फुटबलमा जुन हाम्रो झन् एकदमै हाइप, यस्तो माया गर्छ फुटबललाई होइन सबैजनाले, फ्यान्सहरू अहिले पनि क्रेजी छन् होइन। अहिले पनि क्या तपाईँको जुनै पनि नेपाललाई कुनै पनि संसारमा खेलाइदियो, कुनै पनि कन्ट्रीमा हाउसफुल हुन्छ नेपालीले है। इभन अस्ट्रेलियाकै कुरा गरौँ होइन। सो किन यो एन्फाले ए डिभिजन लिगहरू गेम्सहरू गराउन नराख्ने सक्ने क्षमता नबोकेको हो कि राइट पर्सन नभएको हो कि के जस्तो लाग्छ? तपाईँ जस्तो प्लेयर जो अस्ट्रेलियाबाट जान्छु भन्दा पनि अपर्च्युनिटीहरू पाइरहेको छैन होइन। अब सेलेक्सन प्रोसेसै भएन नि त। डिभिजन लिग भएन भने त नेसनल गेममा सेलेक्सन प्रोसेसै भएन नि त। त्यो चाहिँ के को अभावले गर्दा जस्तो लाग्छ तपाईँलाई? अब मैले भने नि, अब एन्फा पनि एउटा संस्थाको नाम हो होइन। त्यहाँ संस्थामा त मान्छेहरू बसिरहन्छ नि। अब उहाँको तपाईँहरूको व्यक्तिगत इन्टेन्सनकै कुरा आउँछ र क्षमताको कुरा आउँछ होइन। होला अब त्यहाँ अपोजिसनले गर्न नदिने अनेक कुराहरूलाई होइन, तर अब तपाईँको जिम्मेवारीमा भएपछि तपाईँले गर्नु पऱ्यो। अब त्यही हो, म उहाँहरूकै असक्षमता भन्छु, यसमा त अरू केही कमेन्ट गरौँ। ओके, तपाईँलाई केही अहिले राम्रो गरिराख्नु भएको जस्तो लाग्छ तपाईँलाई अनेस्टली भन्नुपर्दाखेरि होइन? एन्फाले होइन केही अब इभन लाइक प्लेयर्सहरू पनि हेर्नु सबै विदेश आएको छ, अस्ट्रेलियामा मात्र हेर्नुहोस्। फुटबलसँग जोडिएको मान्छे व्यक्ति होइन कसैले पनि राम्रो गरेको छैन क्या। फेरि यो सिलसिला भर्खर सुरु भएन क्या, विगत धेरै वर्षदेखि कसैले केही राम्रो गरेको देखिन्छ पनि होइन। जति पनि यहाँ फुटबलमा केही भइरहेछ त्यो भनौँ न तपाईँको नेपाली जेनर के अरे तपाईँको दर्शकहरूको भनौँ न माया र उहाँहरूको भनौँ न अलिकति माया नै भनौँ, माया र इन्ट्रेस्टले गर्दा हो होइन। नत्र भए कसैले पनि केही गरेको चाहिँ छैन। त्यो तपाईँको यो जङ्गलमा त्यो फुल्या फुल जस्तै भयो कि, त्यो कसैले पानी पनि हालेको छैन, कसैले गोडाए पनि छैन, अनि त्यहाँ एकदम फुलिरहेको छ कि। तर सङ्घमा भएको मान्छेको त कामै त्यही हो नि त होइन र? अब उसको एउटा तपाईँको क्षमता पनि छैन होइन, अब इच्छा शक्ति पनि छैन, त्यसपछि अब के गर्ने? तर जसीजी 2010तिरको कुरामा त राम्रो थियो नि त फुटबल, त्यो ए डिभिजन लिग जब हाम्रो भनौँ न एउटा जुमनु राईहरूको पालामा होइन हेर्नु अहिले थियो नि। अहिले र त्यतिखेरको कम्पेयर गर्ने हो भने त्यतिखेरको राम्रो होइन, धेरै राम्रो नि। तर अब तपाईँको सागर थापा दाईहरू खेल्दाखेरिसम्मको, तर गणेश थापा हुँदासम्म, हजुर गणेश सर हुँदासम्म होइन। अहिलेको हेरी गणेश सरको पालामा धेरै नै राम्रो हो होइन। तर इभन गणेश सरको जमानामा पनि भनौँ न त्यो संसारलाई अथवा चाहिँ साउथ एसियालाई हेर्ने भए हामी त्यतिखेर नि पछाडि नै धेरै नै थियो होइन। तर अब अहिले चाहिँ हामी लाइनमै छैनौँ कि। तपाईँलाई के लाग्छ यो नेपालको एउटा फुटबल गेम नै? अब तपाईँले त विदेशमा नि खेलिसक्नुभयो होइन, अस्ट्रेलियामै तपाईँले झन् भनौँ न यस्तो क्लब्सहरूसँग खेलिराख्नु भएको छ होइन, तपाईँले देख्नु भएको छ हुन्छ नि म्यानेजमेन्टहरू पनि कस्तो हुन्छ भनेर सबै देख्नु भएको छ होइन। तपाईँलाई चाहिँ आम प्रिटी स्योर अब कतिजना हाम्रो फुटबल प्रेमीहरूले चाहिँ यो हेर्नुहुन्छ, नट फुटबल प्रेमी, फुटबल अफिसियल्सहरूले पनि हेर्नुहुन्छ होइन।
नेपालमा चाहिने कुरा चाहिँ के हो भनिदिन सक्नुहुन्छ तपाईँले? 3टा चाहिने कुरा चाहिँ नेपालमा चाहिँ यहाँको अस्ट्रेलिया हेरेर चाहिँ क्लबहरूबाट खेलेर चाहिँ चाहे त्यो म्यानेजमेन्ट लेभलमा होस् चाहे त्यो क्लब लेभलमा होस् भनिदिन मिल्छ होला तपाईँको विचारअनुसार चाहिँ? राम्रो इन्टेन्सन भएको मान्छे फर्स्टमा त त्यही नै चाह्यो, एसोसिएसनमै चाह्यो राम्रो भएको मान्छे, त्यही हो होइन। अनि अलिक फटा चोरहरू भए पनि सकेसम्म कम गर्ने, फिल्टर गर्ने क्या होइन। यो मान्छेहरू सेलेक्सन चाहिँ कहाँबाट हुन्छ? त्यही चिया कफी जाँड रक्सी चिया चुरोट त्यही हो सेलेक्सन। कहाँबाट हुन्छ अरू? जस्तै तपाईँसँग मिल्ने साथी भयो, तपाईँसँग बसेर रक्सी खायो पाइन्छ भइ त त्यही रहेछ। तपाईँ र म मिल्ने भयो, म 1 नम्बरको फटा भयो होइन, तर तपाईँले मलाई साथ दिनुभयो होइन, तपाईँ मभन्दा बढी फटा भएर हुनुभयो अरे क्या। अब हाम्रो त मिल्यो कुरा यताउति, अनि तपाईँ र म चाहिँ लिड गऱ्यौँ। त्यसपछि बोल्ने मान्छे कोही हुँदैन? बोल्ने मान्छे सबै सिडनी मेलबर्न अनि यहाँ पनि छु। बोल्ने मान्छे त हामी त एकदम गवारै छौँ नि त सबै खेलाडीहरू होइन त, कसले के बोलेको छ? तपाईँ अहिले पनि त्यो नेपाली कम्युनिटी गेम हुँदा 2-4जना खेलाडी, राष्ट्रिय खेलाडीलाई भनौँ न, सोध्नु न उहाँ के जवाफ दिन्छ भनेर। हामी त त्यो के अरे के भन्ने ढुङ्गा बोल्छ बरु कि, ढुङ्गा बोल्छ होला, खेलाडी हामी बोल्न बोल्दैनौँ क्या। अहिले हाम्रो उता नेपालमा सफर गरेर आएको प्लेयर्सहरू पनि बोल्नु हुँदैन? बोल्नु सुन्नु भएको छ त? छैन। अनि सागर दाईहरूले त एटलिस्ट प्रयास गर्नुभएको थियो त्यो जेनेरेसनले। सागर दाई अहिले पनि गर्नुहुन्छ? सागर दाई बोल्नुहुन्थ्यो, सागर दाईको बोल्ती बन्द गराइदिइहाल्यो। अब मेरो पनि लगभग बोल्ती बन्द गराइदिइरहेछ होइन। के अरे त्यही हो। अब नेपालमा अरू पनि धेरै खेलाडीहरू छन् जसले बोल्दाखेरि, जसले अलिकति अर्गनाइज भएर चाहिँ अगाडि यस्तो कुराहरू ल्यायो भने चाहिँ चेन्जेस हुने चान्सेस भोलि नै छ, भोलि पर्सि नै हुनसक्छ। तर यति माया गर्नुहुन्छ होइन दर्शकहरूले, यति माया गर्नुहुन्छ क्या, यति हुन्छ नि एउटा राम्रो फुटबल हेर्न चाहनुहुन्छ क्या नेपालमा होइन। मेरै साथीभाइहरू होइन एकदमै नै क्या, अहिले पनि केही भयो भने अहिले पनि मजाले फुटबलसँग यस्तो माया गर्नुहुन्छ, केही भएर हामीले सकेसम्म फन्ड्सहरू उठाएर पठाइदिरहेको हुन्छौँ होइन। त्यही पनि यो अलिकति इम्प्रुभमेन्ट नदेख्दा, इम्प्रुभमेन्टको त कुरै छोडिदिउँ, एउटा स्ट्यान्डर्ड पनि मेन्टेन नहुँदाखेरि चाहिँ नराम्रो देख्ने। अस्ति भर्खर तपाईँको नेपालको गेम भयो, तपाईँको हन्डा आयो प्लेयर होइन, त्यस्तो हिलोमा एउटा ग्राउन्ड छ होइन, यस्तो हिलोमा खेलेर छ्या खेल्दिनँ आउँदैन होइन, अन्तर्राष्ट्रिय लेभलमा बेइज्जत भयो कि। सो दुःख लाग्ने कि होइन, त्यस्तो हेर्दाखेरि तपाईँलाई एज अ नेसनल प्लेयर होइन झन् तपाईँलाई कति रिस उठ्छ होला कि? मलाई त्यो के अरे सामान्य लाग्न थाल्छ यस्तो कुरा। अब रिस भन्दा पनि तपाईँको के भन्छ यसलाई, अब सामान्य तरिकाले लिन थाल्छ कि मैले होइन। तर अब जहाँसम्म लाग्छ अब दुःख, अब कुरा पनि के गर्ने होइन। अब यो विषयमा अब मैले आफै पनि केही चेन्जमा केही सहयोग गर्न सक्ने स्थितिमा म अहिले छैन होइन। तर अब कसै बिचमा मैले कोसिस गराएको थिएँ 2-4जना मान्छेहरूसँग यसो कुरा गर्न, कसैले इन्ट्रेस्ट देखाउनु भन्ने त्यसमा होइन, खेलाडीहरू हुन्। के प्रस्ताव राख्नु भएको? अब भन्नाले यसो जस्तै जुन यो लिग नहुनेहरू कुराहरू छ नि, त्यसमा चाहिँ हामी धेरै पनि छैन, 8-10जना खेलाडी क्या, 8-10जना खेलाडी पक्का खेलाडी मिलेर चाहिँ होइन, अरू 5-6जना खेलाडीलाई पनि कनेक्ट गराएर त्यसै हामी एकैचोटि एउटा आवाजमा केही एक्सन गऱ्यो भने चाहिँ तपाईँको जति पनि यहाँ कुराहरू छ, यो लिग नहुने कुराहरू सबैलाई हामीले त्यो साइड लाउन सक्छौँ कि खासमा। तर तपाईँलाई साथ पाउनु भएन, खेलाडीबाट साथ सुरु नै हुनु पाएन। मेरो त्यो थोरै आइडिया थियो तर सुरु नै हुनु पाएन। अनि त्यसपछि अब के गर्ने, किनभने यो अब यो फुटबलमा त्यो रिभोल्युसन भनेको त्यो अरू भनौँ न त्यो पार्टीहरूले गर्ने, माओवादीहरूले गर्ने, यो अहिले राजावादीहरूले गर्ने यस्तो रिभोल्युसन हुँदैन होइन। फुटबलको त्यो अर्कै किसिमको त्यो हुन्छ। तर प्लेयरहरूले प्रोटेस्ट त गर्न मिल्छ नि, हामीले अरू स्पोर्ट्सहरूमा पनि देखेको छौँ नि त। प्लेयरहरू एक त हुनु पऱ्यो नि पहिला होइन। चिया खानेको एउटा ग्रुप छ, चुरोट खानेको अर्को ग्रुप, रक्सी खानेको अर्को ग्रुप, झापाको एउटा ग्रुप, पोखराको एउटा ग्रुप होइन, काठमाडौँको एउटा ग्रुप होइन। अब नेपाल फुटबललाई माया गर्ने चाहिँ भएन हेर्नुहोस्, छैन कि। नत्र भए म के अरे मैले यसो गफ दिएर भए यो भनौँ न किन फुटबल के अरे म मात्र समस्या भए त म त बाहिर छु त, खोइ त नेपालमा त्यो भएको होइन। समस्या यही नै हो, हामी खेलाडीहरू एक भएर कहिले अगाडि आउन सकेका छैन। त्यो एक पार्ने मान्छे पनि छैन
होइन अनि एक हुन लायकको हामी पनि छैन जस्तो नि हाम्रो पुरानो फुटबल जो रिटायर्ड भइसक्नु भयो होइन कतिजना हुनुहुन्छ म नाम लिन चाहँदैन होइन उहाँहरूले नि कन्ट्रिब्युट गर्न खोज्नु हुँदैन उहाँहरूसँग कुरा अप्रोच गर्नु भएको छ तपाईँहरू या तपाईँको कुनै सेम विचार भएको मान्छेहरूले होइन के अरे उहाँहरूले त्यस्तो कोसिस गर्नु भएको छ जस्तो मलाई लाग्दैन होइन अब मेरो हुन त मेरो त्यस्तो सम्पर्क छैन मान्छेहरूसँग उहाँहरूसँग होइन तपाईँको कुनै पनि सम्पर्क छैन पहिला रिटायर्ड प्लेयर एज अ आफूले मेन्टर मान्ने तपाईँलाई अहिले कसैले सिकाइरहेको यस्तो गर त्यस्तो खासै हुनुहुन्न तर अब सम्पर्कमा हुनुहुन्छ होइन तर सम्पर्कमा फेसबुकमा हामी छ देखिरहेको हुन्छ स्टोरी यताउति तर त्यस्तै यो विषयमा कुरा कसैले नि उठाउनु भएको छैन र मैले अब त्यो मैले यसो कोसिस गरेको थिएँ अब तर मैले बन्द गरेँ तर तपाईँले एकदमै आनन्दसँग भनिदिनु भयो होइन मलाई एकदमै अब झन् यस्तो भित्रभित्रको कुराहरू थाहा पाउँदाखेरि चाहिँ म त तपाईँले एटलिस्ट सपोर्ट पाइराख्नु भएको छ होला प्लेयर्सहरूबाट एटलिस्ट पहिलाको दाइहरूबाट भनेर सोचिरहेको थिएँ नपाउँदाखेरि चाहिँ अलिकति दुःख पनि लाग्यो है ठिकै छ तर तपाईँले कोसिस गरि नै राख्नु भएको छ होइन एनिवेज शक्तिजी अब तपाईँकै अनुभवकै कुरा गरौँ आज पडकास्ट नै तपाईँको अनुभव तपाईँको जीवनको सबैको कुरा हो होइन तपाईँले जब नेसनल टिममा पढ्नु भएको थियो 2010देखि तपाईँको 2015-16को जर्नीसम्म होइन र तपाईँ अस्ति 2023मा हाम्रो अन्सारी जुन कोच हुनुहुन्थ्यो होइन सो त्यतिखेर फेरि पढ्दाखेरि चाहिँ होइन कतिको चेन्जेसहरू पाउनुभयो त तपाईँले होइन आफ्टर 6-7 वर्ष तपाईँ ग्यापमा खेल्नुभयो नि त नेसनल टिमलाई रिप्रेजेन्ट गर्नुभयो चाहे त्यो म्याच छोडिदिउँ खेल्नु त भयो नि त ग्राउन्डमा त जानुभयो होइन तपाईँले चेन्जेसहरू चाहिँ के पाउनुभयो एज अ म्यानेजमेन्टको हिसाबमा होइन या एज अ तपाईँको अरू टिममेट्सहरूको अब त्यतिखेर चाहिँ म 2016भन्दा अगाडि चाहिँ विभिन्न कोचहरूसँग काम गरेँ मैले होइन 2010मा चाहिँ ग्राम रोबर्ट्स हुँदाखेरि चाहिँ सबै हुन्छ नि त्यो क्लज ब्रेक स्ट्रेरिङ होइन ह्यान्ड ब्रेक सबै त्यो ग्राम रोबर्ट्सकै हातमा थियो कि होइन अनि उसले मजाले कन्ट्रोल गरेको थियो क्या टिममा बोन्डिङ पनि थियो टिममा एकता थियो होइन त्यसपछि टिमको क्वालिटी थियो राम्रो यसै त्यो तपाईँको जगिङ गरिन्छ हाम्रो वार्मअपको पार्ट अफ द वार्मअपमा यताउति हेरेर सबै लेजेन्ड देखिन्थ्यो मैले अगाडि पछाडि होइन रमाइलो त्यति थियो क्वालिटी पनि राम्रो थियो त्यसपछि 12-13मा ज्याक स्टुमान्स्की भन्ने तपाईँको पोल्यान्डको कोच आउनुभएको थियो होइन उहाँको फर्स्ट कार्यकालमा चाहिँ उहाँले राम्रै काम गर्नुभयो त्यतिखेर पनि हामी सबै अनुशासनमा थियौँ हाम्रो डाइट प्लानदेखि लिएर फिटनेस यताउति लुगाफाटा हाम्रो मोटिभेसन हाम्रो भनौँ इभन त्यो तपाईँको वेजेसहरूदेखि लिएर सबै राम्रो थियो अनि 15देखि बिग्रिन थाल्यो 15मा कसको कार्यकाल 15मा चाहिँ एकजना प्याट्रिक भन्ने कोच आउनुभएको थियो उहाँ चाहिँ कोच विदेशी भयो नि उहाँको काम शैली चाहिँ एकदमै त्यो मेसी थियो कि एकदमै मेसी थियो उहाँले ह्यान्डल गर्न सक्नु भएन अनि हामी रिजल्ट पनि खासै आएन त्यही हो भनौँ न 4-5 महिना ग्राम रोबर्ट हुँदा 4-5 महिना ज्याक स्टुमान्स्की हुँदा 4-5 महिना चाहिँ हामी एक थियौँ हामी क्वालिटी थियो त्यहाँनिर होइन सबै कुराहरू फेयर थिए राम्रो खेलाडीहरू चान्स पाइरहेको थिए होइन त्यसपछि चाहिँ बिचमा चाहिँ डामाडोल जस्तै थियो 2015देखि चाहिँ डामाडोल नै हुन थाल्यो सो तपाईँलाई 2015देखि नै अस्ट्रेलिया आउनुमा चाहिँ मलाई तपाईँलाई अलिकति फ्रस्ट्रेसन भएर पनि थियो कि होइन फुटबलको केही पनि यहाँ भूमिका छैन होइन ओके फुटबलको म अस्ट्रेलिया आउनु फुटबलको केही पनि भूमिका छैन मेरो एकदम व्यक्तिगत के अरे समस्याले गर्दा हो मेरो बुवा चाहिँ एकदमै बिरामी हुनुभयो होइन ओके ठ्याक्क 15को तपाईँको 15 भन्दा नि त्यो वर्षको जाडो महिनामा अनि त्यसपछि मेरो सेभिङहरू यताउति सबै गए होइन 2 महिना राखेँ मेरो बुवालाई बिएनबी अनि मेरो दाइहरू पनि त्यतिखेर पढ्दै थिए कोही जागिरको पनि फर्स्ट इयर्समा थिए भाइहरू पढ्दै थियो अब हाम्रो पसल थियो त्यो पनि बन्द भयो होइन अब बुवाको जागिर पनि गयो लिग पनि भएको छैन त्यहाँनिर होइन अनि अब त्यसपछि अनि हान्यो त्यो कारण हो खासमा तर त्यसको 18मा त्यसको अर्को वर्ष म गएँ फेरि लिग खेल्नलाई होइन त उस्तै सिचुएसन भइदियो होइन त्यो सिचुएसन नेपालमा राम्रो भइदियो म उतै बस्न पनि सक्थेँ कि फेरि किनभने अब म त्यस्तै किसिमको मान्छे थिएँ त्यतिखेर म डिसिसन लिइहाल्छु मलाई त्यस्तो त्यो समय लाग्दैन
त्यो कारण हो खासमा विदेश आउनुको कारण चाहिँ। तर त्यो फुटबलमा त्यो डामाडोल भएर मैले भनौँ फ्रस्ट्रेट भएर त्यो देश छोडेर चाहिँ होइन, त्यही माथि लिग पनि नहुने भयो होइन। तपाईँ त आएपछि पनि जहिले पनि फुटबललाई त नेपालकै लिगहरूलाई त प्रायोरिटी दिइराख्नु नै भएको थियो नि। एभ्री इयर 8-9 महिनामा जानुहुन्थ्यो तपाईँ? गइरहेको छु। अहिले पनि? अहिले अब त लिगै भएको छैन, अहिले त जानु भएको छ। ओके, थ्याङ्क यू सो मच जगजितजी है। अनि अन द सेम साइड तपाईँको मेलबर्नको जर्नीहरू पनि कुरा गरौँ होइन। मेलबर्नबाट तपाईँ एडलेड जानुभयो, कति भ्युवर्सहरूलाई थाहा छैन होला, नेपालको भ्युवर्सहरूलाई होइन। अहिलेको तपाईँको भनौँ न अस्ट्रेलियातिरको क्लब्सहरूको के भइरहेको छ तपाईँलाई थाहा छैन होला। नेपाली लिग्सहरू पनि खेल्नुभयो है, प्लस तपाईँले यहाँ अस्ट्रेलियन लिग्सहरू पनि खेल्नुभयो होइन। सो डिफ्रेन्स चाहिँ के भेटाउनु भयो त? किनकि नेपाली लिग्स खेलेको हामीलाई थाहा थियो तपाईँले होइन, सर्टेन महिनासम्म खेल्नुभयो, नेपाली फुटबल क्लबहरूमा पनि आबद्ध हुनुभयो, त्यसपछि तपाईँले नेपाली लिगमै खेल्न छोडिदिनु भयो। सो कम्युनिटी लिग होइन, कम्युनिटी लिग्स, सरी कम्युनिटी गेम्स। सो कम्युनिटी लिग्समा चाहिँ अनि हामीले के पनि हल्ला चल्यो भनौँ न, कहिले कहिले सुन्न आउँदाखेरि चाहिँ उसलाई खेल्न मन छैन कम्युनिटी गेम्स, सो त्यस भएपछि चाहिँ अर्को नै गेम्सहरू खेलिराख्नु भएको थियो भने चाहिँ। तर एक्चुअलमा रियालिटी चाहिँ के हो त? अब रियालिटी के भने गेम्स नखेलेको चाहिँ कस्तो भयो भने रियालिटीमा चाहिँ तपाईँको झगडाहरू धेरै हुने होइन। अब अलिकति व्यवस्थित पनि नहुने गेमहरू होइन, जे पाइ त्यही गर्नुहुन्थ्यो अर्गनाइजरहरूले पनि होइन। तपाईँको भने एक दिनमा तपाईँको दिनभरि खेल्नुपर्छ होइन, 9 बजीदेखि गेम सुरु भने 5 बजीसम्म हुन्छ है। त्यतिखेर अब टुर्नामेन्टै 2 दिनको हुनुभयो। हजुर होइन। अनि अर्को कुरा कस्तो पनि भयो भने जुन क्लबमा म एटिएफसीमा खेल्थेँ पहिला होइन, त्यसपछि बिस्तारै मलाई त्यहाँको माहौलहरूबाट म अलिकति असन्तुष्ट हुँदै गएँ होइन। अनि त्यसपछि मैले त्यहाँबाट खेल्न छोडेँ। अनि त्यसपछि त्यहाँबाट खेल्न छोडेपछि अरू क्लबबाट किन खेल्ने भयो जस्तै उनीहरूलाई रिस उठाउन, जस्तै उसलाई छोडेर अर्कोतिर गए जस्तो भएर बिचमा म एकदम न्युट्रल बसेँ, म खेलिनँ। त्यो रिजनले चाहिँ अनि अलिक पछि चाहिँ तपाईँको अरू क्लबहरूले नै अफर गरेँ। अनि मैले खासमा नखेल्नलाई चाहिँ मैले पैसा धेरै माग्थेँ होइन, खेल्दिनँ भनेर होइन, नो भन्नुहोस् भनेर। अनि उहाँहरूले चाहिँ दिइदिनुहुन्थ्यो फेरि। घटना त्यस्तो भएको छ, तपाईँको 3-4 चोटि घटना त्यस्तो भएको छ। सिडनीमा नि कतिजना बोलाउनुहुन्छ होइन, अनि त्यहाँबाट चाहिँ अहिलेसम्म पे गर्नु भएको छैन मैले होइन। जस्तै त्यो त्यहाँ चाहिँ मेरो प्लान सक्सेस भएको छ, जस्तै मैले यति पैसा मागेँ अनि दिनु भएन, अनि म जानु परेन। अब यहाँ चाहिँ अरू कुराहरूमा इभन पछि म एटिएफसी एडलेड आउँदा पनि उहाँले मलाई भन्नुभएको थियो खेल्नु भनेर। अनि मैले यति भनेँ, अनि हुन्छ भन्नुभयो, अनि मैले खेलिदिनु पऱ्यो। एडलेडमा चाहिँ खेल्नुभयो कम्युनिटी गेम्स खेल्यो। तर अब कारण चाहिँ के भन्ने, अब अलिकति। अनि अर्को कुरा कस्तो हुन्छ भने अब म गएर खेलेर एज अ प्लेयर खेलेर मात्र कम्युनिटी क्लबलाई सपोर्ट हुँदैन क्या। सपोर्ट कस्तो हुन्छ, मैले गएर चाहिँ भनौँ न एज अ कोच काम गरेर होइन, अनि एज अ खेलाडी पनि इन्भल्भ भएर त्यसपछि चाहिँ अलिकति के अरे त्यहाँको कम्युनिटी क्लबको खेलाडीहरूलाई अफिसियलहरूलाई सपोर्ट गरे जस्तो चाहिँ हुन्छ जस्तो लाग्छ। पछि मैले त्यसरी काम गर्न थालेँ एज अ कोच, सिनियर कम्युनिटी क्लबहरूलाई नै तपाईँले कोचिङ गर्न थाल्नुभयो। ओके, एटिएफसीमा पनि मैले कोचिङ गराएको थिएँ। अनि त्यो मेरो त्यो कोचिङ मन नपरेर कोचिङ गर्न थालेपछि समस्या सुरु भएर अनि म त्यहाँबाट निस्किनु पर्यो। ओके ओके, सो कोचिङले गर्दाखेरि चाहिँ इस्यु आएको? किनभने अब म भनौँ न त्यस्तै छु। अनि अन्त सेम चाहिँ अब तपाईँ आफैले निकालिहाल्नुभयो कुरा होइन। अब अलिकति माइन्ड नगर्नु होला होइन, मैले रङ वेमा पोर्ट्रेट गर्छु होला, तर हामीले चाहिँ धेरै के सुनिरहेको हुन्छ भन्दाखेरि चाहिँ जगजित श्रेष्ठ चाहिँ एउटा सर्जियो रामोस जस्तै प्लेयर हो होइन, अलिकति हट हेड हो। धेरै ऊ खेलेको गेममा चाहिँ धेरै झगडाहरू पर्छ, रेड कार्ड्सहरू बेसी खाइन्छ भन्ने पनि कुराहरू छ होइन। जुन कतिवटा म्याचमा तपाईँले खानु पनि भएको छ, रेड कार्ड पाउनु पनि भएको छ होइन, बिकज अफ सर्टेन एक्सन्स वाट एभर इट इज। सो त्यसमा चाहिँ तपाईँको ओपिनियन चाहिँ के होला? यसलाई एकदम सामान्य रूपले लिनुपर्छ हेर्ने मान्छेले होइन। अनि अब म खेल्ने मान्छेले पनि सामान्य रूपले लिइरहेको छु होइन, त्यसै भएर नि म चलिरहेको छु अहिलेसम्म, खेलिरहेको छु होइन। अब एउटा खेलाडी होइन कुनै पनि टिममा अटाउन नसक्ने व्यवहारिक रूपले होइन आफ्नो कोच आफ्नो टिममेटहरूलाई नटेर्ने हो भने मेरो अस्तित्व त कहिले सकिसक्थ्यो नि त होइन। त्यो यसलाई सामान्य रूपले लिनुपर्छ होइन। तर के तपाईँहरूले मान्छेले हेर्दाखेरि त्यो रातो र पहेँलो कार्डमा त देख्छ होइन, तर त्यसको पछाडि अरू धेरै घटनाहरू घटिरहेको हुन्छ
होइन त्यही भएर त्यो एउटा कार्डले मात्र मान्छेको एउटा खेलाडीको भनौँ न व्यक्तित्वको त्यो भनौँ न एक्सप्लेनेसन चाहिँ हुन्छ जस्तो लाग्दैन। तर जति मान्छेहरूलाई त्यो विषयमा अलिकति जिज्ञासा छ भने होइन अब मलाई हेर्नु म पनि खेलिरहेको छु मजाले अहिले पनि खेलिराख्नु भएको छ होइन समस्या नभइकन अब अहिले पनि येलो कार्ड त खाइरहेको छु फेरि होइन रेड कार्ड पनि कहिलेकाहीँ खाइरहेको छु त्यो इट्स जस्ट पार्ट अफ द गेम पार्ट अफ द गेम होइन। अब इभन मेरो खेलाडीहरू छ धेरै होइन मैले कोच गरेर खेलेर मैले उनीहरूलाई नि भन्छु कि यु हेभ टु प्ले हार्ड एक्ज्याक्टली यु हेभ टु प्ले हार्ड कहिलेकाहीँ तान्नु पऱ्यो हान्नु पऱ्यो भने यु हेभ टु डु इट त्यो के अरे त्यो अरूको प्रोमिसिङ अट्याकलाई रोक्न गोललाई रोक्नलाई हान्नु पऱ्यो भने अब त ट्र्याकल हान्नु पऱ्यो भने चाहिँ हान्नुपर्छ हानिहाल्नु होइन गेमको डिमान्ड अनुसार खेल्नुपर्छ। ओके थ्याङ्क यू भेरी मच होइन तपाईँको त्यो पर्सपेक्टिभ मलाई बुझ्नु मन थियो होइन तपाईँले कसरी हेर्नुहुन्छ किनकि कहिले कहिले चाहिँ मान्छेहरूले चाहिँ रङ पोर्ट्रे गर्छ क्या अलिकति डिसिप्लिन फुटबलमा डिसिप्लिन त्यो कुराहरूले पनि जस्तै गर्ने रहेछ। कति डिसिप्लिन मान्छेहरू अस्तित्वमै छैन कि सुरु भए राम्रो फर्स्ट राम्रो एकदम अनुशासित एकदम दाइ हजुर त्यहाँ त्यो खोइ कहाँ छ त भन्ने कुरा हुन्छ कि होइन त्यही भएर यो अलिकति जोस जागर एनर्जी ऊर्जा होइन एटिट्युड होइन चाहिन्छ पनि होइन जस्तै अहिले हाम्रो क्रिस्टियानो रोनाल्डोलाई हेरौँ न त त्यो त प्यासन हो नि त अहिले पनि उसको एउटा के अरे खुट्टाबाट बल लुज भयो भने ऊ एकदमै फियर्स हुन्छ होइन किन भन्दाखेरि उसलाई त्यो छ नि त 40 वर्ष मात्र भयो फेरि 40 वर्ष मात्र भयो भर्खरै होइन अझै खेल्छ होला 5-6 वर्ष मेरो बुवा बित्या 55 वर्षमा ओके भनेपछि हेर्नुहोस् त ओके उस्तै भयो भने रोनाल्डो 50 वर्षमा खेल्यो भने मेरो बुवा रिसाउँदैन भन्नु त एकदमै हो नि एनिवे जगजीजी सो अन द सेम साइड अब चाहिँ म तपाईँलाई कुरा गर्न चाहन्छु जुन चाहिँ तपाईँ एकदमै जुन हिसाबले तपाईँ मेलबोर्न आउनु भएको छ होइन तपाईँको फुटबल एकाडेमीको स्थापना कसरी भयो होइन तपाईँ एकाडेमीमा मैले देखि नै रहेको छु हामीले पनि अलिकति कन्ट्रिब्युट गर्न पाउँदाखेरि चाहिँ हामी पनि खुसी छौँ होइन एडलेटमा पनि गर्नुभयो अहिले मेलबोर्नमा पनि आउनु भएको छ किड्सको लागि होइन यो चाहिँ यसको आइडिया चाहिँ कसरी आयो र तपाईँले कसरी यो यत्रो ठुलो स्केलमा चाहिँ लान खोजिराख्नु भएको छ यसको बारेमा बताइदिनु प्लिज। अब आइडिया चाहिँ के हो भने जति पनि अहिले अस्ट्रेलियामा नेपाली अभिभावकहरू हुनुहुन्छ होइन उनीहरू हुर्कदा चाहिँ आँगनमा खेल्दै खेल्दै हुर्क्या हो कि होइन स्कुल पनि कुद्दै जान्थेँ स्कुलबाट कुद्दै आउँथेँ म पनि होइन डाँडा कान्ला यताउति होइन उफ्रेर सुफ्रेर हामी खेल्थ्यौँ। तपाईँलाई मैले अघि पनि भने इँटा ढलाइ सघाइ यता लुकी हामी फिट भयौँ क्या त्यसरी। तर अब अस्ट्रेलियामा भनौँ न हुर्केका हाम्रा नेपाली छोराछोरीहरूलाई चाहिँ त्यो अवसर छैन होइन त्यही कारणले गर्दा पनि यो भनौँ न समाजको लागि केही गरौँ भनेर मैले सुरु गरेँ हो। हजुर अनि अर्को कुरा यहाँ के पनि छ भने म आफू एज अ प्लेयर एज अ फुटबलिङ पर्सन पनि मलाई चाहिँ यसमा भनौँ न सक्षम छु जस्तो मैले आफूलाई फिल गरेँ मेरो विगतको कामहरू हेरेर है किनभने मैले नेपाली कम्युनिटीसँग काम गर्न थालेँ 2 वर्ष भयो तर विगतमा 9 वर्षदेखि अस्ट्रेलियामा छु होइन त्योभन्दा 7 वर्ष अगाडिसम्म 2016देखि 2024सम्म चाहिँ मैले अस्ट्रेलियामा 1-on-1 कोचिङहरू गर्थेँ क्या यो अजीहरू चाइनिजहरू नेपाल बाहेक अरू बच्चाहरूलाई होइन पकेट मनीको लागि क्यासमा गर्थेँ त्यो गमट्रीहरूमा एड हालेर होइन गर्थेँ। अनि त्यो अनुभवले नि मलाई चाहिँ के लाग्यो भने मैले चाहिँ काम गर्न सक्दो रहेछ यसमा होइन त्यसो किन आफ्नै कम्युनिटीको लागि नगर्ने त डिस्पाइट अब खतरा छ धेरै होइन खतरा छ होइन तर अब किन नगर्ने त होइन खतरा के हिसाबले छ भनिदिनु मिल्छ। मैले एउटा त्यो लाइन लेखेको थिएँ कि हजुर रिस ईर्ष्या र डाहा को ताराभन्दा ठुलो झिल्काहरू के हुन सक्छ होइन झिल्काभन्दा ठुलो अरू के अरे रिस ईर्ष्या र डाहा को झिल्काभन्दा ठुलो तारा अरू के हुन सक्छ नेपाली हुँ नेपालीकै वरिपरि छु योभन्दा ठुलो खतरा अरू के हुन सक्छ भनेर मैले एउटा लेखेको थिएँ होइन। अनि शब्द विचार भनौँ शब्द विचारबाट शब्दमा त्यो भयो रूपान्तरण। तर अब यो अनुभव गरेको कुरा हो मैले होइन मैले जस कहिले पाउँदिनँ होइन मलाई
मेरो बारेमा मान्छेहरू यसो च्याचुरो रक्सी खाएर भनि नै रह हुन्छन्, कुरा गरेर हुन्छन्। अहिले पनि छन् धेरै, मलाई थाहा छ होइन। तर डिस्पाइट त्यो हुँदा पनि अब जस्तै अब एज अ नेपाली होइन, मान्छेले अब देशको लागि गरौँ 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 भन्छ। देश भन्ने चिज हुँदैन कि आफ्नो के देशलाई के गर्ने भने नेपाललाई के गर्ने भने नेपालीको लागि के गर्नु पऱ्यो होइन। अनि सुरु सानो स्केलमा गर्नु पऱ्यो होइन, समुदायबाट। त्यो हिसाबले पनि यो काममा म लागिरहेको छु। हजुर 1 वर्ष भयो एकाडेमी सुरु भएको? लगभग 2 वर्ष भयो। 2 वर्ष भइसक्यो। 18 महिना भनौँ हजुर। 18 महिना है, ओके, धेरै उस भइसकेछ। कस्तो भइरहेछ, कस्तो रेस्पोन्स पाइराख्नु भएको छ कम्युनिटीबाट? अब हेर्नुहोस्, जति बच्चा मसँग छन् होइन, उहाँको प्यारेन्ट्सबाट त मेरो जय जयकारै भइरहेछ। जति निस्किनु भयो अथवा निकालिनु भयो, उहाँहरूले चाहिँ अब यताउति भनिरहनु भएको छ। त्यही हो कुराहरू केही छैन, यसो राम्रै छ। मसँग भएको केटाहरू चाहिँ तपाईँको भनौँ न एथलेटमा 40 जना छन् होइन, 8-10 जना चाहिँ म खेलाडी बनाएर छाडिदिन्छु। मलाई 5 वर्ष जति उहाँ अभिभावकहरूले समय दिनुभयो, मजाले मसँग सहकार्य गर्नुभयो नि। तपाईँहरूको फिस कति छ भनिदिनु मिल्छ जग्जीजी? जस्ट इन केस कोही अभिभावकले हेरिराख्नु भएको छ अस्ट्रेलियामा, मेलबर्नमै बसिराख्नु भएको? फी चाहिँ यो एक सेसनको $40 लिन्छु म होइन। तपाईँको 2, 3, 4 घन्टा 5 घन्टासम्म हुन्छ होइन सेसन। अब कति हप्तामा कतिवटा सेसन? एथलेटमा 3वटा सेसन हुन्छ। ओके। अब यहाँ मेलबर्नमा हेरौँ के हुन्छ। मेलबर्नमा चाहिँ कसरी सोचिराख्नु भएको छ सुरु गर्न? अब सुरु त भनौँ भइसक्यो जस्तै भनौँ होइन। अब हुन त त्यति उत्साहजनक त्यो उपस्थिति छैन बच्चाहरूको होइन। कतिजना हुनुहुन्छ? 8-9 जना छ अहिले। तर केही छैन, कोसिस त गरिरहन्छु म। यहाँ अब के मेलबर्न एथलेट अप एन्ड डाउन गरिराख्नुहुन्छ कि अर्को कोच हायर गर्नुहुन्छ? होइन, म आफै के अरे अहिले तत्कालको लागि चाहिँ अहिले म आफै चलाउँछु, म आफै आउँछु। डिस्पाइट त्यो खर्च सर्च जेसी हेर्स घाटा नाफा मतलब छैन होइन, तर आफै गर्नुहुन्छ। थ्याङ्क यू सो मच। अब जग्जीजी तपाईँको चाहिँ अब भनौँ न तपाईँको अब एज अ फुटबल आफ्नो करियर होइन, एकाडेमी त तपाईँले अब गरि नै राख्नुहुन्छ। यो त तपाईँले अझै निरन्तर नेक्स्ट 20-30 इयर्स गरिराख्नुहुन्छ यो चाहिँ होइन एज अ एकाडेमीबाट। तर तपाईँको चाहिँ अब एज अ क्लब खेलिराख्नु भएको छ, त्यसमा इच्छा के छ? र त्यो क्लबभन्दा अगाडि चाहिँ एज अ नेसनल प्लेयर तपाईँको इच्छा चाहिँ के छ त? र तपाईँको प्लान के छ त्यो भनिदिन मिल्छ? कि अझै ए डिभिजन लिग जस्तै अन्धकार छ कि केही इच्छाहरू तपाईँको क्लियर भिजन छ एज अ नेसनल प्लेयर? यो फेरि प्रश्न दोहोऱ्याउनु त। हजुर, एज अ नेसनल प्लेयर जस्तै अब मैले अस्ति एकजना हाम्रो प्लेयरलाई सोधेँ होइन, जो पहिला पडकास्टमा आउनु भएको थियो। उहाँले भन्नुभयो अब म रिटायर लिन्छु, तर मलाई एक्चुअली फिल्डमा गएर रिटायर लिनु मन छ है। गेम्सहरू त भइरहेछ नि त नेपालको, अस्ति भर्खर सिङ्गापुरमा भयो होइन। सो त्यस्तै तपाईँको चाहिँ अब एज अ नेसनल प्लेयर तपाईँको केही इच्छाहरू छ नेपाल जर्सीबाट? हेर्नुहोस्, एज अ नेसनल प्लेयर भन्दा नि एज अ नेपाली होइन, एज अ नेपाली जुन देशको मैले खाएँ होइन, जुन देशमा पाली हुर्कायो होइन, जुन देशले मलाई पहिचान दियो, अब त्यो देशको लागि त म भनौँ न अहिले म जान्छु कि होइन। म रेडी हुनुहुन्छ? म रेडी होइन। तर अब मसँग जबसम्म स्तर बाँकी त मसँग धेरै वर्ष त हुँदैन नि। अब कति धेरै भयो, 2 वर्ष 3 वर्ष कति खेल्छु होला होइन। त्यो स्तर आफ्नो लेभल भएको समयभित्र चाहिँ आफूले खेल्न पाएँ भने भनौँ न अझै योगदान दिन सक्नुहुन्छ देशको लागि। देशको भनौँ न अभियसली सकिन्छ होइन। तर त्यो भन्दैमा भनौँ फेरि त्यो भन्दैमा अवसर माग्ने कुरा पनि भएन होइन। तर त्यसको लागि जे पशुपतिनाथले कुनै अवसर सिर्जना गरिदिन्छ होला। ओके, त्यो भने लिग मात्र पशुपतिनाथले लिग गरिदिनु भयो भने म नेसनल टिममा खेलेर देखाइदिन्छु, टेन्सन छैन। लिग भयो भने तपाईँ जे होस् अहिले ब्याकस्याक प्याक गरेर लिगलाई प्रायोरिटी दिन जान सक्नुहुन्छ? जान्छु। अनि त्यो सेलेक्सनबाट तपाईँ अझै पनि नेसनल टिमको लागि त तपाईँ तयार हुनुहुन्छ, तर लिग चाहिँ हुनु पऱ्यो। ओके, अझै पनि त्यो इच्छा चाहिँ छ। अब अहिले जुन तपाईँले खेलिराख्नु भएको छ हाम्रो अस्ट्रेलिया या एडलेडमा एउटा फुटबल क्लब, त्योबाट इच्छा चाहिँ के छ जग्जीजी? अब त्यहाँ चाहिँ अब सकेसम्म खेलिरहने हो होइन। किनभने अब यहाँ चाहिँ यो फुटबल खेल्नु भनेको यो सिक्नु पनि हो होइन। अनि एउटा स्टेजमा आएर भनौँ न अब 2-3 वर्षपछि चाहिँ मैले आफ्नो करियर सकाएर होइन सिकाउने मात्र पार्टमा म जान्छु नि त होइन। त्यतिखेर मसँग जति बढी नलेज भयो होइन फुटबलको, त्यति मैले चाहिँ दिन सक्छु मान्छेहरूलाई, एज अ एकाडेमीबाट आफ्नो कम्युनिटीलाई, आफ्नो भनौँ न। त्यसपछि अरूको कतिजना के हुन्छन् मैले होइन एज अ कोचिङ काम गर्ने उनीहरूलाई चाहिँ मैले भनौँ न क्वालिटी दिन सक्छु। त्यो हो, इट्स अबाउट लर्निङ। अब
एक त अब त्यो फुटबल खेल्नु मेरो इच्छा पनि हो होइन, आफ्नो जिन्दगीको सबभन्दा के अरे इच्छा भएको विषय। अनि अर्को अब त्यो लेभलमा खेल्दा चाहिँ कुराहरू धेरै सिकिन्छ। ओके, धन्यवाद। हुन्छ, थ्याङ्क यू सो मच जगजितजी है। मलाई एकदमै तपाईँले खुलेर आज कुरा गरिदिनु भयो, त्यसको लागि चाहिँ थ्याङ्क यू भेरी मच, समय पनि निकालिदिनु भयो। मलाई लास्ट एउटा कुरा जान्न मन लागेको चाहिँ तपाईँको विचारमा चाहिँ होइन, अहिले जति पनि अघि मैले दोहोऱ्याएको जस्तै क्वेसन्स होइन, अब जति पनि न्युजहरू आइरहेको छ अहिले रुटिन अफ नेपाल बन्दमा होइन, फुटबल प्लेयर्सहरू अस्ट्रेलियामा मात्र तपाईँको लिग गेम खेलेको 50-60जना प्लेयरहरू त छ, आइरहेको छ यहीँबाट। अनि उनीहरूले अझै बस्ने बन्दोबस्त मिलाइरहेको छ। फुटबललाई हेर्दाखेरि फुटबल खेल्न आशा देख्छ, तर हामीलाई थाहा छ नि त रियालिटी त के हो होइन। फुटबल त एउटा नामको लागि मात्र खेलिरहेको छ हप्तामा एउटा गेम होइन, तर फुटबललाई नै प्रायोरिटी दिएको त छैन, अरू कुराहरूमा प्रायोरिटी दिएको छ। त्यो हेर्दाखेरि खेलाडीले ठिक नै गरेर जस्तो लाग्छ तपाईँलाई, नेपाल छोडेर आएर आफ्नो जिन्दगी बनाइरहेछ जस्तो लाग्छ कि तपाईँको विचार चाहिँ के छ यसमा? यस्तो हो कि तपाईँ जस्तो प्रायोरिटी चाहिँ दिएको छैन है उनीहरूले, म लिग खेल्न जान्छु त्यो हुँदैन है, उनीहरू अरूतिर नै भुलिरहेछ। हेर्नुहोस् कि आफ्नो हक अधिकारको लागि लड्न सक्नु पऱ्यो कि आफू साइड लाग्नु पऱ्यो, त्यही त हो होइन। अब हुन त म आफै पनि विदेशीको मान्छे होइन, यसमा मैले पनि धेरै ठुलो कुरा गर्नु भएन होइन, तर तपाईँ त जानुहुन्छ नि त जहिले पनि, तपाईँको त छ नि त प्रायोरिटी, त्यो त अरूमा छैन नि त। त्यही हो, तपाईँ चाहिँ छुट्टै हुनुहुन्छ है यसमा चाहिँ। अब आएर म के भन्ने होइन, मेरो आत्मविश्वास जस्तो पनि लाग्छ र अब गेमप्रति अलिकति बढी लगाव भनौँ होइन। अनि क्वालिटीलाई पनि यहाँ यसो राखौँ होइन, क्वालिटीमा नै भर पर्छ होइन। आफ्नो क्वालिटीलाई मेन्टेन, आफ्नो लेभललाई मेन्टेन गर्न सक्नु सबभन्दा ठुलो च्यालेन्ज हो आफैमा होइन। अब जस्तै तपाईँको 80-90 मिटर पनि बल ठाउँको ठाउँ हानिदिन्छु क्या, एकदम पिन एक्युरेसी। अब त्यो एक्युरेसी मैले विगत 15-16 वर्षदेखि राखिरहेको छु नि त मसँग होइन। म अलिकति डिस्ट्र्याक्ट हुने बित्तिकै त्यो जान्छ, त्यो जाने बित्तिकै मेरो पर्फर्मेन्समा त्यो आउँछ। अब त्यो पनि जस्तो लाग्छ कि आफ्नो लेभललाई मेन्टेन गर्ने इच्छा शक्ति पनि आफूसँग भयो भने चाहिँ। तपाईँलाई अझै पनि लाग्छ है कुनै पनि नेसनल प्लेयरमा जुन पोजिसनमा तपाईँको पोजिसनमा खेलिराख्नु भएको छ ऊभन्दा तपाईँ सक्षम हुनुहुन्छ त तपाईँलाई लाग्छ? हेर्नुहोस्, लेफ्ट विङको इतिहासमा होइन, लेफ्ट विङ मेरो नेपालको इतिहासमा के अरे मैले देखाएको छैन होइन। अब मान्छेले जेसुकै भन्नुहोस्। एनिवेज, हुन्छ, थ्याङ्क यू सो मच। लास्ट मेसेज जगजितजी, कुनै पनि तपाईँको फ्यान्सहरू फुटबल प्रेमीहरूलाई चाहिँ प्लिज लास्ट मेसेजमा चाहिँ त्यो क्यामेरामा चाहिँ एकचोटि केही भनिदिनु न प्लिज, अब यो मिडियाको थ्रुबाट के भन्ने होइन। अब आशा गरौँ होइन, अब पशुपतिनाथले फुटबललाई राम्रो बनाइदिएला भविष्यमा। अब कुनै दिन अब मैले केही भूमिका निभाउन सकेँ भने होइन फुटबलको विकासको लागि, अभियसली म पछि हट्दिनँ। तर त्यही हो, हामीले चाहिँ अब सबै अब एज अ फ्यान, एज अ भनौँ इन जेनरल नेपालीको हिसाबले चाहिँ सकेसम्म आफ्नो ठाउँबाट पोजिटिभ कुरा गरौँ र होइन एकअर्कालाई यसो सही सुझाव दिएर अघि बढौँ, अरू त के भन्ने है। हुन्छ, थ्याङ्क यू सो मच। जानुभन्दा अगाडि रमाइलो प्रश्नमा अन्त गरौँ न त, रोनाल्डो कि मेसी र किन? मेसी। हजुर, लेफ्ट होइन, त्यो भन्दा नि म अलिक प्राकृतिक मान्छे एकदमै प्रकृतिसँग चाहिँ हामी त्यो भएको हिसाबले होइन। मेसी चाहिँ एकदम नेचुरल देखिन्छ, चुजै गर्नुपर्ने स्थिति भएर चुज गरे होइन। तर अब रोनाल्डो चाहिँ होइन एउटा छोरा मान्छे, पक्का छोरा मान्छे के, मेहनती, 50 छोरा मान्छे, मेहनती भनौँ न। अहिले पनि छ अलिकति प्राकृतिक नेचुरली अलिकति स्मुथ देखिने हिसाबले चाहिँ अलिकति मेसीलाई त्यो गरौँ है। हुन्छ, थ्याङ्क यू सो मच जगजितजी है। छोटो समयमा बोलाएर पनि तपाईँ आइदिनु भयो, यस्तो बिजी स्केड्युल निकालेर पनि। बिजी खासै थिएन, इभिनिङ फ्री यो के अरे इभिनिङमा के अरे ट्रेनिङहरू भएन कि हिजोदेखि, अनि त्यही भएर नत्र भए चाहिँ। हुन्छ, हस्, थ्याङ्क यू सो मच। अलराइट, लेट्स एन्ड दिस टपिक। ओके, थ्याङ्क यू सो मच जसले हेर्नुभएको छ। प्लिज केही छ फुटबलको बारेमा या तपाईँहरूलाई केही नेपाल फुटबलको बारेमा या जगजित श्रेष्ठको बारेमा केही छ भने प्लिज कमेन्ट गरिदिनु होला तल होइन। विल डेफिनेटली रिड अल द कमेन्ट्स आउट। सो यति भन्दैमा आजको एपिसोडबाट चाहिँ बिदा माग्छु। थ्याङ्क यू सो मच। दिस पडकास्ट इज प्रेजेन्टेड बाई मेवन कन्सल्टिङ ग्रुप. Reach out to them if you have any education and visa inquiry. Knowledge partner, Rees International College. They offer many courses such as aged care, commercial cookery, disability, early childhood, and many more. Supported by Capcom Home Loans,
Australia's leading home loan specialist. Yatra the Connection, अस्ट्रेलियामा नेपालीहरूको लागि सबैभन्दा भरपर्दो travel company. Manny Films, your photography and videography partner to capture your perfect moment. 25 Hours, the marketing boost you need for your business.